14 वर्ष नाग्ने बित्तिकै बिहेको लागि कुरा गर्ने कि कुरा आइहाल्ने घरमा किनकि त्यति बेलाको अलिकति करेज भन्दाखेरि मम ड्याडको कुराहरू अलिकति मान्नुपर्छ त्यो अलिक बढी थियो कि विभिन्न ठाउँहरूमा जात्राहरू महोत्सवहरू भइरहेको हुन्छ अनि त्यहाँ चाहिँ अब हाम्रो नेवाहरूले चाहिँ आफ्नो काम छोडेर के अब गाडी चलाउने मान्छे हो भने गाडी नै नचलाउने अब त्यहाँ उसमा राखेर जात्रा मनाउनु पर्ने त्यो बेला चाहिँ अनि नेवा बाहेक अरू समुदायको मान्छेहरूले चाहिँ अब भन्नुहुन्थ्यो कि के हो यो नेवारहरूको के हो यो जहिले पनि जात्रा जहिले पनि भोज हामीलाई चाहिँ आफ्नो ठाउँमा पुर्याउनु पर्छ नि जात्रा मानेर बस्ने कस्तो हो मैले गाउँदा यस्तो नराम्रो प्रोनाउन्सिएसन हुन्थ्यो कि पहिला होइन मैले त याद गरेको थिएन म त राम्रो गाउँछु नि मेरो स्वर राम्रो छ आहा भन्ने होइन आफूलाई राम्रो लाग्ने कहाँ अब स्वर राम्रो भएर हुन्छ सबै कुरा मिल्नु पर्छ प्रोनाउन्सिएसन मिल्नु पर्यो होइन गीत अनुसारको फिल मिल्नु पर्यो मिठास हुनु पर्यो होइन सबै मिल्नु पर्छ नि त 2 years ago, I discovered one of the juiciest burgers in town, served by Tease Your Palate, and guess what? I'm thrilled to announce that they're sponsoring this video, and they've also opened a sister venture by the name Sicily by Tease. With the same service and with the same quality, they're serving you some delicious pizzas. All the details will be down in the description. Make sure to check them out. टिकटकमा हिट भएको ब्लो अप भएको सङ्ग्स भनेको रोजमान दाईसँग होइन त्योभन्दा अगाडि पनि त तपाईँको धेरैवटा गीतहरू थियो नि त त्यो पहिला सो त्यो त्यहाँसम्म पुग्नलाई चाहिँ कति वर्षको सङ्घर्ष गर्नु पर्यो होइन सो लाइक हिट्सहरू ल्याउँदाखेरि चाहिँ अनि त्यसपछि त्यो थ्रु आउट द प्रोसेसको तपाईँको मेन्टालिटी चाहिँ कस्तो थियो अब त्योभन्दा अगाडि मैले गाउनु त गाइरहेको थिएँ होइन अब त्यति जेउस यस्तो चर्चामा चाहिँ आएको थिएन कुनै पनि गीत भनौँ जस्तो रोजमानजीसँग गाएपछि चाहिँ त्यो गीतहरूले जति चर्चा पायो त्यति चाहिँ अरू गीतबाट चाहिँ मैले पाएको थिएन भनौँ होइन तैपनि म खुसी नै थिएँ किन भन्दाखेरि अब मलाई चाहिँ कहिले पनि लाग्दैन मैले जुन गीत गाएँ त्यो चाहिँ एकदमै भाइरल हुनुपर्छ होइन म चल्नुपर्छ यस्तो त मेरो केही पनि त्यस्तो नै छैन कि अहिले पनि छैन जस्ट म राम्रो काम गर्न चाहन्छु होइन र त्यो भाइरलको पछाडि चाहिँ म कहिले पनि दौडिन चाहन्न टाइपको छ नि त्यस्तो चाहिँ थिएँ कि म अहिले पनि छु किनकि हामीले त्यो सोचेर हिँड्यो भने ल त्यो भनौँ न त्यो सोचेको जस्तो भएन भने त एकदमै दुःख हुन्छ नि त होइन त्यही भएर चाहिँ राम्रो मेहनत गर्ने हो होइन हामीले 100% दिन खोज्ने हो अब आज आएर आज एउटा गीत गाएर भोलि भाइरल भएर पर्सि बिलाएर जानुभन्दा त होइन मजाले कन्सिस्टेन्टली त्यो आफूलाई भनौँ न अब अहिले एउटा गीत रेकर्ड गर्नको लागि पनि मैले आज एक दिन रियाज गरेन भने ल कसरी गाउने होला होइन त्यो आँट आउँदैन नि त्यसको लागि त हामीले डेली रियाजहरू हुनु पऱ्यो प्र्याक्टिसहरू हुनु पऱ्यो मैले टिकिरहनको लागि पछिसम्मको लागि होइन आफूलाई आफ्नो गला बचाउनको लागि के कस्तो भनौँ न त्यो कुराहरू गर्नुपर्छ त्यो चाहिँ हामीले गरिराख्नुपर्छ कहिले पनि त्यो बिचमा छोड्नै हुँदैन कि त्यो यो कुरा चाहिँ नि सङ्गीतमा यो अब जस्तै अलिकति टिप्स दिँदाखेरि होइन जो यो भोकल सुरु गरिरहेछ अनि जसलाई गाउनु मन छ होइन त्यसको लागि चाहिँ के टिप्स दिनुहुन्छ इन टर्म्स अफ होइन उनीहरूले अब तपाईँले भनेपछि घाँटी नि बचाउनु पऱ्यो होइन अनि त्यसपछि किनकि मैले सुनेअनुसार चाहिँ कस्तो हुन्छ भने टिचर्सहरू सिङ्गर्सहरू आर मोर प्रोन टु त्यो के भन्छ घाँटीको क्यान्सर होइन किनकि उनीहरूले कन्सिस्टेन्टली बोलिराख्नुपर्छ गरिराख्नुपर्छ छ त्यसको लागि चाहिँ धेरै प्रिकसन्सहरू टन्नै लिने रहेछ त्यस्तो गर्दाखेरि के लिनु मिल्छ अनि कसरी चाहिँ त्यसलाई अझै फ्रुटफुल बनाउन मिल्छ त्यस्तो अब खासै मलाई यही गर्नुपर्छ यस्तो भनेर त्यस्तो धेरै ज्ञान त छैन होइन त मैले गर्ने कुराहरूमा चाहिँ अब त्यही डेली रियाज गर्छु अनि अब गलालाई स्ट्रेस हुने गरी चाहिँ त्यस्तो भनौँ न धेरै बोल्ने होइन त्यस्तो गर्दिनँ त्यो बोल्दाखेरि पनि धेरै एनर्जी जान्छ नि होइन घाँटीलाई एकदमै स्ट्रेस पर्छ त्यो भएर चाहिँ रियाज गर्दा पनि कस्तो खालको रियाज गर्ने त अब
अलिकति बुझेर होइन कस्तो खालको गर्दाखेरि हुन्छ आफ्नो गलाको लागि भनेर चाहिँ जानेर बुझेर मात्रै गर्दा राम्रो हुन्छ। जे पाए त्यही गर्दाखेरि चाहिँ त्यसले नराम्रो असर पनि पर्न सक्छ होइन। त्यही भएर कस्तो खालको रियाज गर्ने भनेर उहाँहरूले पहिला चाहिँ अब अलिकति जानेको बुझेको होइन अब सकेसम्म गुरु आफूलाई होइन गुरु नै थापेर एकजनासँग सिक्नुभयो भने चाहिँ राम्रो हुन्छ। अनि एकैचोटि अब जस्तै हाई नोट्समा स्ट्रेस गऱ्यो भने चाहिँ त्यस्तो गऱ्यो भने पनि मोर घाँटी बिग्रिने त्यस्तो हुन्छ नि त्यस्तो हुन्छ। त्यस्तो त एकैचोटि कहाँ हाईमा त्यसरी जान मिल्दैन। त्यसको लागि प्र्याक्टिस एकदमै प्र्याक्टिस कसरी गर्ने त्यो सबै तरिकाहरू हुन्छ कि पहिला अब लो नोटहरू चाहिँ हामीले अब भनौँ न मिडियम भयो लो भयो हाई होइन सुरुमा चाहिँ हामीले लोबाटै सुरु गर्नुपर्छ कि होइन एकदमै लोको पनि अझ यो मुनि सासम्म सक्यो भने होइन त्यसरी गर्दाखेरि चाहिँ अनि बिस्तारै बिस्तारै अब त्यो लो नोट चाहिँ हामीले सकेसम्म 20-30 मिनटसम्म लो मात्रै माथि जाँदै नजाने एउटा नोट मात्रै। अब मैले अब होइन सुरुमा मलाई पनि थाहा थिएन अब त्यो बेला त्यसरी यसरी सिकाउनुपर्छ यसरी गर्नुपर्छ भनेर त्यो अलिकति भनौँ न हामीलाई पनि थाहा थिएन अनि सिकाउनु हुने उहाँहरूलाई पनि त्यति अब त्यस्तो अब त्यसरी सोचेर गर्नुहुन्न थियो अनि एकैचोटि आफ्नै स्केलमा सिकाउनुहुन्थ्यो नि त अनि त्यसरी गर्दाखेरि त्यो आधा घन्टामै आफ्नो स्वर सुक्ने कि रियाज गरेको आधा घन्टामा स्वर सुकेर जाने अनि त्यो स्वर आउनलाई 1-2 घन्टा लाग्थ्यो कि अनि त्यो भनेको त अलिकति नमिलेरै होला नि त होइन। त्यो भएर चाहिँ अहिले अलिअलि बुझ्दै सिक्दै जाँदाखेरि चाहिँ त्यो 3 घन्टासम्मै त्यो रियाज गरे पनि स्वर सुक्दैन। अहिले पनि म अब 2 घन्टा त रियाज गराएरै आएको होइन। त्यही भएर चाहिँ जानेर बुझेर गर्दाखेरि राम्रो हुन्छ। अनि मैले सुनेअनुसार डिफ्रेन्स पनि हुने रहेछ घाँटीबाट गाउने पेटबाट गाउने। हजुर हजुर त्यसमा चाहिँ के डिफ्रेन्सहरू हुन्छ चाहिँ? अब हुन्छ यो विभिन्न हुन्छ गीतको फिल अनुसार होइन कस्तो खालको गीत गाउँदैछौँ हामीले। अब क्लासिकल बेस्ड गीत गाउँदैछौँ कि होइन क्लासिकलमा पनि विभिन्न थरीको हुन्छ होइन। अनि त्यो गीतहरू गाउँदाखेरि हामीले गलाबाट मात्रै गाउँदा पुग्दैन होइन त्यो सोच्नुपर्छ। अनि गीतहरू गाउँदा पनि अब कस्तो खालको गीत हो त्यो अनुसारले फरक पर्छ कतिको फोर्स दिने कहाँबाट होइन फोर्स दिने भन्ने कुरा। तपाईँले भन्नुभयो नि नयाँ नयाँ गीतहरू तपाईँले सुनिराख्नुहुन्छ अहिले मेरो भोइसमा हुँदाखेरि सो त्यति बेला ठ्याक्क नयाँ गीत सुन्दाखेरि के कुराहरू चाहिँ तपाईँले फर्स्टमा हुन्छ नि एनालाइज गर्नुहुन्छ? नयाँ गीत कहिल्यै नसुनेको गीतहरू पनि उहाँहरूले चुज गर्नुहुन्छ। कहिलेकाहीँ यो गीत गाउँछु नि म्याम भन्नुहुन्छ अनि यस्तो सुन्यो ल कस्तो राम्रो गीत पढाइ हुन्छ कहिलेकाहीँ त है सुन्दै नसुनेको पुरानो गीत हुन्छ फेरि कहिले नसुनेको होला कहाँबाट खोज्नु भयो जस्तो होइन कस्तो खुसी लाग्ने कि यस्तो गीत पनि छ नि भन्ने होइन त्यो लाग्ने कि। अनि त्यसपछि म सुन्छु 5-10 चोटिसम्म सुन्छु मजाले सुन्छु। अब त्यति राम्रोसँग सुन्न पाएन भने चाहिँ उहाँहरूलाई नै गाउन लगाएर एक लाइन गाउन लगाएर अनि त्यसमा चाहिँ अब कहाँनिर कस्तो मिठास कस्तो फिल होइन भर्नुपर्छ त्यो कुरा चाहिँ म भनिदिन्छु ठ्याक्कै त्यो त्यसरी हुन्छ। अनि तपाईँ ठ्याक्क गाउँदाखेरि पहिला ग्रो अप हुँदाखेरि चाहिँ कस्तो खालको म्युजिक्सहरू चाहिँ लिएर ग्रो अप हुनुभयो? मैले चाहिँ त्यो बेलामा हाम्रो अब नेपाली गीतहरू होइन रेडियोमा बज्थ्यो धेरै जस्तो हाम्रो तारादेवीज्यू अनि अरुणा लामाज्यू नारायण गोपालज्यू होइन भक्तराजज्यू उहाँहरूको गीत नै धेरै सुन्थेँ मैले। कज मेरो मम ड्याड ग्रान्डफादरहरू चाहिँ धेरै जस्तो के भन्छ बलिउडबाट होइन बलिउडबाट बढी के भन्छ त्यसलाई इन्फ्लुएन्स भएको रहेछ कि अनि लता मङ्गेशकर त्यति बेलाको किशोर कुमार उनीहरू चाहिँ सुनिरहेको रहेछ त्यसको चाहिँ। तपाईँ कतिको इन्डियन म्युजिकमा चाहिँ कतिको? धेरै नै सुन्थेँ। अब त्यो पहिलादेखि मलाई चाहिँ कस्तो लाग्थ्यो भन्दाखेरि इन्डियन गीतहरू इन्डियन सङ्ग्सहरू सुन्दर रहेछ के हो एउटा भनौँ न अलिक कस्तो किसिमले हेर्ने हुन्थ्यो कि किन सुनेको त्यही भएर त्यही बानी पर्ला कि मलाई अहिले बोल्दाखेरि पनि म सुन्थेँ
किशोर कुमार अनि लता मङ्गेशकर होइन आशा भोसले नुरजहाँ अनि मेहदी हसन गजलहरू चाहिँ धेरै सुन्छु नि त म अनि गुलाम अली साहब अनि उहाँहरूको धेरै सुन्दै हरिहरनजी होइन धेरैजना हुनुहुन्छ नाम लिएर साथ किनकि मलाई कस्तो हुन्थ्यो मलाई ठ्याक्क म पनि के भन्छ ग्रान्डफादरले चाहिँ त्यो रेडियो सेट प्लेयरमा चाहिँ मलाई थाहा म बच्चा बेलामा होइन उहाँले बजाइराख्नुहुन्थ्यो कि अहिलेसम्म पनि बजाइराख्नुहुन्छ त्यो नसुने पनि ब्याक अफ द माइन्ड सुनिराख्ने अनि आजकल कसैले त्यो गीतहरू सुनायो भने चाहिँ यो त सुनिसकेको गीत जस्तो हुने रहेछ क्या मलाई चाहिँ रिलेटेबल हुने रहेछ सो त्यो बेलाको चाहिँ ब्ल्याक एन्ड व्हाइटमै देखाएको थियो कि ग्रान्डडले मलाई अनि रेकर्ड प्लेयरहरू पनि रहेछ सो तपाईँहरूले पनि त्यसरी सुन्नुभएको थियो प्लेयरमा सुन्थेँ म अब सानो हुँदाखेरि हाम्रो घरमा चाहिँ जापानिज रेडियो थियो अलिक ठुलै हुँदो रहेछ एकदमै गरुङको हुँदो रहेछ यत्रो होइन यत्रो हुँदो रहेछ अनि त्यसमा चाहिँ प्लेयर पनि थियो त्यो चक्का हुन्छ नि चक्कामा बजाइन्थ्यो त्यो बेलामा अनि जस कस्तो कस्तो गीतहरू त्यो बेलामा अब हिन्दी नै धेरै सुन्थेँ मैले हाम्रो नेपालमा हिन्दी फिल्मी गीतहरू नै धेरै आउँथ्यो नि त नेपाली गीतहरूको चक्का पनि हुन्थ्यो त्यो पनि सुन्थेँ अनि धेरै जस्तो चाहिँ बुवाले बजाउनुहुन्थ्यो भजनहरू बजाउनुहुन्थ्यो भजन गजल होइन त्यस्तो गीतहरू चाहिँ बजाउनुहुन्थ्यो मैले पनि अब नेवारी गीत भनेर एउटा त भजन भनेकै सुनेको भजनबाटै हो यस्तै अब हाम्रो जात्राहरूतिर होइन कहिलेकाहीँ त्यस्तोमा सुनेको अनि अर्को भनेको अब एकदम क्लासिकल गीतहरू जस्तो राजामती कुमती भयो अनि त्यसपछि त्यस्तै गीतहरू सुनेको सो त्यति बेला हुन्छ नि त्यस्तो नयाँ नयाँ गीतहरू थिएन कि म लेट्स सपोज 5 years 6 years ago नै भन्दा हुन्छ होइन तर आई थिङ्क अब चाहिँ जब ठ्याक्क रोजमान दाइले निकाल्नु भयो नि त्यो लाइक होइन छैन भन्नु खोजेँ होइन तर मेन स्ट्रिममा ल्याएको भनेकै तपाईँहरूको गीतले जस्तो ल्यायो कि अनि हिजो पनि म पार्टीमा गइरहेको थिएँ होइन अनि त्यसपछि तपाईँहरूकै गीत बजिरहेको थियो कि अनि त्यसपछि त्यही मलाई दिमागमा आयो होइन थ्रु आउट द इयर्स त्यो इयर्समा चाहिँ हुन्छ नि नेपाल भाषामा गीतहरू त्यस्तो मेन स्ट्रिम गएन कि अब अहिले बल्ल आइरहेको छ नि बल्ल मेरो साथी होइन अब कोही बाहुन छ होइन कोही छेत्री छ होइन उनीहरूको मुखमा पनि त्यही बजिराख्यो कि अनि त्यसमा चाहिँ चाहिँ वो भने तपाईँले त्यस्तो हेर्दाखेरि अब त्यस्तो सुन्दाखेरि होइन कस्तो फिल हुन्छ द्याट हुन्छ नि बल्ल बल्ल चाहिँ अलिअलि मेन स्ट्रिममा हाम्रो नेवारी गीतहरू आइरहेछ भन्ने हिसाबमा एकदमै खुसी लाग्छ यो त धेरै खुसीको कुरा होइन अब म त रोजमानजीलाई जहिले पनि धन्यवाद दिन्छु कि होइन उहाँको मेहनत हो उहाँको त्यो कन्सेप्ट हो नि त होइन अनि जस सबैजना अब नेवा भाषा नै नबुझ्ने नेवा भाषा पनि छ र नेवारी भाषा भने कस्तो हुन्छ भन्ने होइन उहाँहरूलाई पनि हो ल यो गीतले चाहिँ होइन यो रहेछ नेपाल भाषा भनेको नेवा भाषा भनेको यो रहेछ यस्तो रहेछ अनि नेवा कल्चर भने यस्तो हुँदो रहेछ भनेर होइन त्यो सबै देख्नुभयो नि त उहाँहरूले अनि त्यो त धेरै एकदमै ठुलो कुरा लाग्छ मलाई सबै देशको अब जहाँ होइन अब भनौँ न हामीलाई नचिन्ने जति पनि हुनुहुन्छ गीत मार्फत हामीलाई अब तपाईँले गाउनु भएको भन्ने खालको होइन त्यसरी आछ एउटा नेपाल भाषा नेवारी कल्चरलाई विश्व सामु यसरी चिनाउन पाउँदा हुन त धेरै पहिले होइन राजामती कुमतीबाट चिनिसकेको छ होइन त्यो गीत अहिले पनि हामी सबैको मनमा छ अनि त्यो पछि चाहिँ अब यही गीतहरूबाट अहिले झनै बढिरहेछ हार्दिक एकचोटि त्यो मखन टोया गुवा एकचोटि प्ले गरौँ त्यसमा चाहिँ मलाई हुन्छ नि अलिअलि कुराहरू एनालाइज गर्नु मन लाग्यो होइन किनकि कस्तो भन्दाखेरि मखन टोया गुवा भन्यो होइन अनि ठ्याक्क हाम्रो फ्यामिली ठक्क बसिरहेको थियो अनि त्यसपछि ममले चाहिँ मखन त्यति बेला टोयलामा पनि गुवा बेच्थ्यो भनेर थियो कि अनि त्यसपछि ग्रान्ड मम र अनि त्यसपछि दाइहरूले चाहिँ होइन त्यति बेला पनि बेचिन्थ्यो होइन त्यहाँ त 2टा पान पसल थियो जस्तो कुरा गर्नुभयो कि सो त्यो हिस्ट्री त्यो छुट्टै रहेछ होइन अनि त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ आशुतोष दाइहरूले एकदम राम्रोसित पिक्चर गरेछ कि एकचोटि प्ले गरौँ न
किनकि मलाई ठ्याक्क होइन मेरो ग्रान्ड ममले यस्तै भिजुलाइज गर्न लगाएको थियो कि उहाँहरू चाहिँ यसलेतिर बस्ने होइन अनि त्यसपछि हाम्रो यस्तै कलर टिभी हुन्थ्यो अनि सबैजना चाहिँ त्यति बेला रामायण आउँथ्यो अनि सबैजना बसेर चाहिँ हेर्न आउँथ्यो ठ्याक्कै यस्तै भिजुलाइज होइन मैले यो हेर्दाखेरि ठ्याक्कै त्यो भिजुलाइज गर्न सकेँ कि म त त्यहीँ पुगेँ भन्छु म सानोमा होइन यसरी नै के ठ्याक्कै है यस्तो ब्ल्याक एन्ड व्हाइट नै थियो अनि त्यो टिभीको मुनिको त्यो के अरे घर जा त्यो पनि ठ्याक्कै त्यस्तै यस्तो भनौँ न त्यही ठाउँमा त्यो बेलामै पुर्याइदिएको के अनि त्यसपछि यो पार्ट पनि होइन जहाँ ठ्याक्क अनाउन्स गर्छ नि उहाँले पनि त्यसरी नै अनाउन्स गर्थ्यो भनेर मलाई भन्यो कि ग्रान्ड ममले पनि यो के भन्छ लुगाहरू कतिको एक्युरेट छ त्यति बेलाको मलाई त एकदमै मिलाएछ जस्तो लाग्यो हो किन भन्दाखेरि यो टाइममा होइन जस्तो हाम्रो नेवा कल्चरको त्यो लुगाहरू त्यति लाइँदैन थियो के ठ्याक्कै देखाउनु भएको छ यो यस्तो यस्तो फेसनहरू आएको थियो होइन त्यो प्यान्टहरू यस्तो लाउने केटाहरूको पनि कस्तो बेली टाइपको त्यस्तो यस्तो हुन्थ्यो माथि त्यो ज्याकेटहरू अनि केटीहरूको पनि जुत्ता अर्कै खालको त्यो के जुत्ता पो भन्थ्यो म बिर्सेँ मैले अहिले होइन कालो कलरकै हुन्थ्यो धेरै सो अनि लुगाहरू पनि त्यस्तै लाइन्थ्यो यो बेलामा सो मलाई होइन कतिजनाले यो ट्रान्सलेसन पनि सोध्छ कि सो मलाई जिस्ट चाहिँ थाहा हुन्छ अब त्यसलाई ठ्याक्कै गरेर चाहिँ कसरी भन्ने चाहिँ थाहा हुन्न कि मलाई त्यो त ठ्याक्कै मिल्दैन मलाई त गाह्रो हुन्छ कसरी बुझाउने त्यो त ठ्याक्कै चाहिँ एकदमै गाह्रो हुन्छ बुझाउनु किनकि अब हाम्रो भाषामा चाहिँ गयो माकुस्तोमा भन्छ अब त्यो कसरी बुझाउने कि अब त्यो त त्यसको त उनै छैन जस्तो लाग्छ मलाई ठ्याक्क उनै के भन्छ त्यसलाई ट्रान्सलेसनै छैन जस्तो लाग्छ हाम्रो नेवा भाषामा मात्रै छ यो गीत लेख्दाखेरि चाहिँ केटीको पर्सपेक्टिभ कस्तो थियो जस्तो लाग्छ तपाईँलाई केटीको चाहिँ त्यही हो अब केटाले चाहिँ फकाइरहेको जस्तो होइन केटाले चाहिँ अब होइन तिमी नै हो मेरो भन्ने टाइपको राखेको हुन्छ केटीले चाहिँ अब मन त पर्छ होइन तै पनि अब मन पर्छ भनेर डाइरेक्ट अहिले नै नभनिहाल्नु टाइपको त्यस्तो हो किनकि के भन्छ मम्मीले पनि सुनाउँथ्यो कि पहिला चाहिँ यसलेतिर चाहिँ यस्तै रोमान्टिकहरू पनि मान्छेहरू पनि थियो होइन अनि माथि झ्यालमा बसेर चाहिँ गीत गाउने होइन त्यस्तो सो त्यो बेलाको कतिको हुन्छ रिलेट हुन्छ यो गीतमा इन टर्म्स अफ हुन्छ नि पहिलाको लभ स्टोरी र यो गीत कतिको रिलेट हुन्छ एकदमै हुन्छ जस्तो लाग्यो मलाई त्यही भएर त अहिले पनि अब भनौँ न जसले पनि हेर्नुहुन्छ हो कस्तो त्यो बेलाको ठ्याक्कै देखाएको भनेर भन्नुहुन्छ कि त्यही बेलामा त्यही समयमा पुर्यायो भनेर भन्नुहुन्छ कतिले त्यो रिलेट भएरै होला तपाईँलाई केही स्टोरी थाहा छ पहिलाको जाइक हुन्छ नि त्यस्तै सिमिलर यस्तो भएको केही सेयर गर्न मिल्छ यस्तै खालको लभ स्टोरी यस्तै खालको बिल्डअप हुन्छ नि अथवा त्यति बेला कस्तो हुन्थ्यो त्यो बेला अब हामीले पनि सुन्थ्यौँ यो बेला त अब म त सानै थिएँ होइन अनि मभन्दा ठुलो एजको हाम्रो फुपू दिदीहरू होइन उहाँहरू हुनुहुन्थ्यो अनि उहाँहरूको समय थियो त्यसपछि यस्तै के अब स्कुल जाने यताउता अब अनि लभ पर्ने रे होइन त्यसपछि सँगसँगै नजिकै घरको होइन त्यसरी माया बस्ने रे अनि त्यो बेलामा कहिलेकाहीँ त्यो हाम्रो कल्चरल त्यो प्रोग्रामहरू हुन्छ नि जात्रामा होइन त्यो बेलामा डान्स गर्ने अनि त्यो स्टेज पर्फर्म गर्ने होइन त्यस्तोहरू गर्नुहुन्थ्यो अरे त्यसपछि स्टेजमा नाचेर अब केटा र केटी जस मन पराएकै दुईजना एउटा फिल्मी गीतमा फिल्मी सङमा पर्फर्म गरेर आउँदो रहेछ क्या अनि घरको परिवारले पनि हेर्न गएको अरे होइन यसो ल ठिकै छ अनि एकजना अब भनौँ न केटीपट्टिको रिलेटिभ मान्छेले चाहिँ या अब जो पनि हुनसक्छ फुपू होइन आमा जो पनि हुनसक्छ हेर केटासँग यसरी नाचेको लाज पनि नभएको मेरो छोरी भए भए यसलाई म के गर्थेँ नि हेर हेत्तेरिका कस्तो लाज मर्दो भनेर घर जानुहुन्थ्यो अरे अनि त्यो स्टेजमा हिजो हेर को हो त्यो केटी कस्तो लाज नभएको कसरी नाचेको त्यो केटासँग हात समाएर यताउता तपाईँकै छोरी होइन त भनेर कसले भन्दैन मैले त्यस्तो समय पनि त्यो समयमा होइन
अब सँगै नाच्दा पनि मान्छेले अनेक सोच्ने होइन त्यस्तो समय थियो नि त अहिले त त्यस्तो केही पनि हुँदैन होइन जस यो समय भनेको अब त्यही टाइमको होला अनि मैले सुने अनुसार होइन कतिजना मान्छेहरू अब पहिला त टिन्डर त्यस्तो बम्बलहरू केही पनि हुँदैन थियो पहिला चाहिँ जात्रामा भेट्न जान्थ्यो अरे कि होइन त्यो कतिको तपाईँले देख्नु भएको छ पहिला हुन्छ नि हाम्रो नेवार कल्चरमा चाहिँ जात्रामा गएर अनि त्यसपछि लभ पढ्ने अनि त्यसपछि त्यहाँ खोज्न जाने भन्ने कतिको थियो त्यस्तो तपाईँको मैले त त्यस्तो साह्रो भोग्न पाएन किनकि म एकदमै त्यो यता पनि होइन कि त्यो बिचको के हो टाइपको के त्यो समय हुन्छ नि होइन मेरो समय चाहिँ अब न त्यो क्यासेटको जमाना हो न सिडीको जमाना हो न पेन ड्राइभ त्यो कुनै पनि स्टेबल नभएको टाइम के अनि कुनै पनि कुरामा भनौँ न अहिले सम्झिँदाखेरि त्यो बेलामा नेवा भाषा बोल्नेहरूलाई पनि हेप्ने टाइपको त्यो समय हो नि त हाम्रो त अलि अगाडिको पनि होइन अलि पछाडिको पनि होइन कि अनि त्यो समयमा धेरै गाह्रो थियो म अहिले यसो सोच्दाखेरि होइन मेरो समयमा चाहिँ मलाई एकदमै त्यो नेवा भाषा बोले पनि ल तिमी नेवार हो भनेर हेप्ने खालको टाइपको अनि त्यो टोन आयो भनेर गिज्याउने टाइपको त्यस्तो थियो नि त त्यो सबै कुराहरू भोगेर आएको अनि भोगेर पनि अब जस्ट त्यो एउटा कमजोरी नै हो नि त होइन नेपाली भाषा बोल्नु त शुद्ध नेपाली नै बोल्न सक्नु पऱ्यो नि त नेवा भनेर छुट हुन्छ र हुँदैन नि त होइन भन्ने टाइपको पनि लाग्यो फेरि अनि अब यो मेरो कमजोरी हो मैले सिक्नुपर्छ भनेर त्यसरी सिकेर पनि गएँ मेरो मम ड्याडले चाहिँ लाइक मजाले नेवारी बोल्नुहुन्छ तर मलाई चाहिँ मेरो दिदीहरूलाई चाहिँ नेवारी सिकाएको थियो तर उहाँलाई चाहिँ कस्तो भयो भने उनीहरूलाई चाहिँ हेप्ने जस्तो अलिअलि भयो कि टोन आउने गरी होइन अनि मलाई चाहिँ भयो यसलाई चाहिँ बरु हामी नेपाली नै गर्ने भनेर मलाई चाहिँ नेपाली नै पुस गरेको क्या मम ड्याडले तर त्यस्तो चाहिँ हुने त्यस्तोसम्म कतिसम्म सुनेछ कि मान्छेहरूले लाइक हुन्छ नेवारी बोल्छ घरमा तर त्यो टोन आउने नहेपाओस् भनेर चाहिँ नेपाली सिकाएको भनेर छ कि एकदमै त्यो एकदमै दुःख लाग्छ अहिले भनौँ न अब सहजीलाई अहिले नेवा भाषा बोल्न आउँछ कि आउँदैन राम्रोसँग अलिअलि आउँछ त्यस्तो राम्रोसित चाहिँ आउँदैन तर बुझ्न चाहिँ मजाले बुझ्छु बोल्न चाहिँ अलिअलि आउँछ त्यही त अलि त्यो भनेको त अलि आफ्नो लागि बेफाइदा नै हो नि होइन नेवा भएपछि सरर बोल्न जान्नु पर्यो आफ्नो भाषा भन्ने पनि हुन्छ अनि अब त्यही हो ल यो नेवा भाषा बोलेर होइन मान्छेले हेपाउनुभन्दा नसिकाउनु नै बेस भनेर त्यो बेलामा त्यस्तो पनि भयो नि त अब हाम्रो बुवा आमालाई होइन अनि अहिले आएर त्यो कुराले नराम्रो असर पर्यो नि त हामीलाई नै पर्यो होइन हामीलाई नै असर पर्यो नि त त्यो कुराले सिकेको भए हुन्थ्यो के नै जान्थ्यो र होइन त्यो आफूलाई सुधार्ने कुरा भनेको हामी आफैले सुधार्ने हो कि अब ममा अब आयो ल यहाँनिर यस्तो आउनुपर्ने रहेछ आफूले गर्दै जाने हो मेहनत मेरो पनि आउँथ्यो धेरै नै मैले गाउँदा यस्तो नराम्रो प्रोनाउन्सिएसन हुन्थ्यो कि पहिला होइन मैले त याद गरेको थिएन म त राम्रो गाउँछु नि मेरो स्वर राम्रो छ भन्ने होइन आफूलाई राम्रो लाग्ने कहाँ अब स्वर राम्रो भएर हुन्छ सबै कुरा मिल्नु पऱ्यो प्रोनाउन्सिएसन मिल्नु पऱ्यो होइन गीत अनुसारको फिल मिल्नु पऱ्यो मिठास हुनु पऱ्यो होइन सबै मिल्नुपर्छ नि त त्यो कुराहरू चाहिँ आफूले बुझ्दै सिक्दै जाने हो तपाईँलाई चाहिँ मोर कम्फर्टेबल पहिला नेपाल भाषामा थियो कि नेपालीमा थियो मलाई दुइटैमा जस्तै लाग्छ किनकि अब सुरुमा चाहिँ मैले सिक्दै गर्दाखेरि त्यही हो प्रोनाउन्सिएसनहरू होइन यताउता मैले क्लासमा पनि धेरै अब सरहरूबाट पनि के हो तिमी नेवार हो भन्नुहुन्थ्यो अनि हो सर किन सर भन्दाखेरि उहाँले अब थाहा पाइसक्नु भयो मेरो प्रोनाउन्सिएसन राम्रो छैन होइन नेवारको कस्तो टोन आउँछ अनि मैले आफैले बुझ्दै गएँ कि उहाँले नभने पनि मैले बुझेँ होइन उहाँहरूको इसारामै मैले सुधार्नुपर्ने धेरै यस्तो यस्तो कुराहरू रहेछ भनेर अनि सिक्दै गएँ बुझ्दै गएँ अहिले अब होइन अब तपाईँ पहिला अब नेवार सर्कल बाहिर जब गाउन आउँथ्यो नि त्यो सर्कल चाहिँ कतिको गाह्रो भयो किनकि अब हामी नेवार बस्यो भने चाहिँ एक्सेप्टेन्स बढी छ होइन तर अब तपाईँ कहिले कम्फर्ट जोनबाट बाहिर गएर गाउन जानुपर्छ अथवा त्यस्तो तपाईँले भने जस्तै त्यो कतिको त्यति बेला कतिको गाह्रो भयो मलाई खासै गाह्रो भएन किन भन्दाखेरि म धेरै त्यो सानोदेखि नेपाली गीत नै धेरै सुन्थेँ नि त मैले जस्तो अब
तारादेवीज्यूको अरुणा लामाज्यूको होइन उहाँहरूको धेरै गीतहरू सुन्थेँ अनि आशा भोसलेज्यूको लता मङ्गेशकरज्यू होइन उहाँहरूको धेरै सुन्थेँ अनि उहाँहरूको गाउँदा गाउँदा अब त्यो त्यो मेलोडी त्यो एउटा मिठास होइन त्यो एउटा फिल त मनमा बसिरहेकै थियो उहाँहरूको गीत सुन्दा सुन्दा गाउँदा गाउँदा ममा कमजोरी भनेको त्यही प्रोनाउन्सिएसन मात्रै हो त्यसलाई मैले सुधारेँ त्यसपछि त्यस्तो खासै मलाई फरक परेन नेपाली गाउँदा र नेवा भाषा गाउँदा त्यस्तो यो गाउँदा गाह्रो यो गाउँदा सजिलो भन्ने नै छैन तपाईँ एज अ चाइल्ड कतिको जात्रामाहरूमा जानुभयो अनि यो के भन्छ भजनहरू कतिको इन्डल्ज हुनुभयो यो कल्चरमा त्यति हुन पाइनँ म चाहिँ मेरो बाजे चाहिँ दाफामा गाउनुहुन्थ्यो बिहान बिहानै अनि कहिलेकाहीँ हेर्थेँ यस्तो हेर्थेँ होइन कस्तो राम्रो लाग्थ्यो कि त्यो बेलामा अब माइकहरू यता साउन्ड सिस्टम केही पनि हुँदैन थियो उहाँले गाउनुभएको कहाँदेखि कहाँसम्म सुनिन्थ्यो कि होइन आवाज पनि त्यस्तो पावरफुल हुन्थ्यो अनि अहिले लाग्छ कि एकदमै मिस गरेँ मैले त्यो बेलाको अलिअलि मैले सिक्नुपर्ने रहेछ नि होइन त्यो भजनहरू मैले एक दुईवटा बाजेहरूबाट लिनुपर्ने रहेछ म सानै थिएँ नि त अब त्यो त्यस्तो पनि थिएन अनि अहिले चाहिँ त्यस्तो लाग्छ सिकिनँ मैले किन नसिकेको होला त्यो मलाई पनि त्यस्तै हुन्छ अस्ति म भक्तपुर गएको थिएँ अनि त्यसपछि हाम्रो एउटा इभेन्ट भइरहेको थियो कि त्यहाँ अनि हामी चाहिँ गएर इन्टरभ्यू लिएर गइरहेको थियो अनि त्यसपछि माहरू चाहिँ हुन्छ नि लाइक यमरी बनाउँदै हुनुहुन्थ्यो कि अनि त्यसपछि त्यो यमरीको पनि गीत रहेछ होइन अनि गाउनु भयो क्या अनि त्यसपछि मलाई त ल यस्तो रमाइलो हुन्छ नि यमरी पनि कसरी बनाउँछ हामीले पुरै सोध्यो कसरी बनाउनु के बनाउनुहुन्छ अनि म चाहिँ सक्ड भयो के सक्ड भयो भन्दाखेरि चाहिँ उहाँहरूले नेपालीमा बोल्दाखेरि चाहिँ लाइक त्यस्तो रिप्लाई गर्नु भएन उहाँको सर्कलमा चाहिँ अलमोस्ट सबै नेवारी बोल्दो रहेछ कि लाइक नेपाली त सबैले बोल्छ भन्दाखेरि त्यहाँ चाहिँ नेवारी नै अलिकति बढी हुन्छ नि ऊ युज गर्नुहुँदो रहेछ अनि त्यसपछि नेवा भ्यामला भन्यो क्या अनि त्यसपछि भच्चा भच्चा भन्दै अब टुटा फुटा नेवारी लिएर होइन हामीले बोल्यो म र मेरो साथी अनि त्यसपछि उहाँहरूको फेरि कस्तो बलियो होइन त्यो के भन्छ त्यसलाई त्यो राइस हो कि केलाई त्यो यस्तो पिनिरहेको थियो कि उहाँहरूले त्यो लिजिट डम्बेल गरेर चाहिँ ड्याङ ड्याङ एक हातले गरिरहेको थियो हामी त्यहाँ त्यसलाई गरेर थिएँ हामी सक मैले गर्न नसकेको उचाल्नै नसकेको उहाँहरूले त ड्याङ 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 म त यस्तो सक भएको होइन अनि त्यसपछि उहाँहरूले चाहिँ के भन्नुहुन्थ्यो नि त्यति बेला चाहिँ उहाँहरूको पालीमा चाहिँ के गर्नुहुँदो रहेछ भन्दाखेरि रक्सी खाएर होइन बिहान 4-5 बजी रक्सी खाने अरे अनि आउने अरे अनि त्यसपछि ड्याङ 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 कुट्ने अरे अनि लाग्दैन भने के लाग्नु झन् जोस आउँछ अरे के त्यस्तो मोमेन्ट्सहरू मलाई त क्या रमाइलो लाग्यो अनि के भन्छ एउटा के भन्छ त्यसलाई एउटा त्यो बेला कम्युनिटीमा गएको अनि त्यो हेरेको अलिकति रमाइलो अनि त्यसपछि अलिकति मनमा नै पनि यार मैले यस्तो पनि मिस गरेँ रहेछ किनकि मेरो साथीहरू एकदम जात्रा भनिसकेपछि सब हुन्छ नि जे सबै छोडिदिने अनि जात्रामै इन्डल्ज भएर गाएर अनि राति मात्रै फर्किने मैले चाहिँ त्यस्तो खासै गर्न पाएन कि त्यसमा चाहिँ त्यो हिसाबमा चाहिँ जस हाम्रो कल्चर चाहिँ त्यहाँतिर गयो भने चाहिँ एकदम रिच रहेछ भनेर थाहा पाएँ क्या मैले एकदमै रिच छ नि एकदमै छ नि अहिले पनि अब विभिन्न ठाउँमा अब हाम्रो के अरे रातो मसिन्द्रनाथको अहिले जात्रा भइरहेको छ होइन त्यो कुराले पनि ल संसारमा कहीँ नभएको होइन हाम्रो ठाउँमा छ नि त होइन त्यसरी चिनियो अनि विभिन्न ठाउँहरूमा जात्राहरू महोत्सवहरू भइरहेको हुन्छ अनि त्यहाँ चाहिँ अब हाम्रो नेवा कल्चरलाई बचाउनको लागि हाम्रो नेवाहरूले चाहिँ आफ्नो काम छोडेर के अब गाडी चलाउने मान्छे छ भने गाडी नै नचलाउने अब त्यहाँ उसमा राखेर जात्रा मनाउनु पर्ने अनि म अलि अगाडिको कुरा गरिरहेको छु त्यो बेला चाहिँ अनि अब नेवा बाहेक अरू समुदायको मान्छेहरूले चाहिँ अब भन्नुहुन्थ्यो कि मैले सुन्थेँ के हो यो नेवारहरूको के हो यो जहिले पनि जात्रा जहिले पनि भोज हामी चाहिँ गाडी नचढ्नु गाडी चढाएर के अरे हामीलाई चाहिँ आफ्नो ठाउँमा पुर्याउनु पर्छ नि जात्रा मानेर बस्ने कस्तो हो भनेर त्यसरी रिसाएर रिसाएर हिँड्नुहुन्थ्यो कि होइन अब उहाँहरूको ठाउँमा उहाँहरू पनि सही हुनुहुन्छ होइन तर जुन अब मनाउनु पर्ने कुराहरू त अब त्यति पनि हामीले नगराए भए त अनि हाम्रो कला संस्कृति कसरी बच्छ त होइन त्यति पनि गरेन भने होइन
नेपालमा यो छ, यो परम्परा छ, यो कला, यो संस्कृति छ भनेर कसरी चाहिँ पछिसम्म रहन्छ त? त्यति पनि नगरे होइन? मैले त्यही ठ्याक्क एकदम ऊ पनि हुँदो रहेछ, गिभिङ पनि हुँदो रहेछ होइन त्यहाँतिरको भक्तपुर साइडको, पाटन साइडको। अब मलाई नि वासरुम युज गर्नु थियो, एकदम हतार भइरहेको थियो। अनि त्यसपछि लाइक सोधे गएर एकदम राम्रोसित हुन्छ स्योर भनेर हुन्छ नि आफ्नै घरभित्र लगेर मलाई एकचोटि वासरुम युज गर्न दियो कि त्यही बेला। अनि मलाई त क्या ल अरू यहाँ ऊ भएको भए कति शङ्का गर्थेँ होइन। त्यहाँ त कस्तो मजाले हुन्छ नि अलिकति एउटा गिभिङनेसको हिसाबले मलाई हुन्छ नि युज गर भन्नुभयो कि, इभन दो आफ्नै घर ऊ भए पनि होइन। त्यहाँ चाहिँ अलिकति गिभिङनेस नेचर हुन्छ नि, अलिकति हाँस्ने खेल्ने, अलिकति आऊ इन्टरभ्यू लिँदाखेरि मलाई आउँदैन तर उहाँलाई सोध्नु भनेर अलिकति हुने कि मलाई के सोध्ने, म बुढी भइसक्यो के सोध्ने टाइप भनेर भन्नुहुन्थ्यो कि त्यहाँको आमाहरू। एकदम के भन्छ जे होस् आफ्नो कल्चर त्यसरी देख्दाखेरि होइन त्यहाँको फेरि यमरी छुट्टै टेस्ट होइन, घरमा बनाए जस्तै चाहिँ हुँदैन, अझै मिठो हुन्छ कि त्यहाँ चाहिँ। मलाई त्यो साइडको हुन्छ नि एउटा ऊ चाहिँ एकदम भन्छ नि अझै अब मोर आइल लिनु टुवर्ड्स द्याट जस्तो पनि भयो कि पछि गएर। किनकि म यहाँ सिटी एरियामा बढी नै बसेँ जहाँ चाहिँ हुन्छ नि सबै कुरा बेस लाइनमा मात्रै देखेँ कि मैले। अनि तर त्यहाँ चाहिँ कल्चर चाहिँ एकदम रिच रहेछ कि मैले एकदम टाइममा घुम्न गइराख्नुपर्छ मलाई पनि त्यसै लाग्छ है। म पनि धेरै जान्न थिएँ पहिला भक्तपुर, अब यहीँ ललितपुरको मान्छे भएर भक्तपुर त्यति घुमाएको छैन है। अनि यस्तो अचम्म लाग्ने आफैलाई है, अनि भएन भनेर एक्लै पनि जान्थेँ कहिलेकाहीँ होइन। अनि मेरो छोरी पनि छ, अनि उसलाई लिएर जान्थेँ कहिलेकाहीँ, मजाले घुम्ने, दिनभरि घुम्ने, के मन पऱ्यो खाने होइन, योभरि यताउता। अनि त्यसरी आउँथेँ कि अनि बल्ल बुझेँ कि ओहो सुन्न त सुनेको नि होइन, 555 झ्याले दरबार यहाँ त्यहाँ, अब मजाले त्यहाँ गएर निहालेको थिएन कि अब चाहिँ थाहा भयो। अनि धेरैवटा गीतहरू पनि अब सुट भइरहेछ नि त्यही ठाउँमा, हाम्रो भक्तपुर दरबार स्क्वायरमै हुन्छ धेरै जस्तो सुटिङ पनि। हिजो भर्खर पनि एउटा सुटिङ त्यहीँ भयो। अनि अहिले चाहिँ जस मजा अब जस नजिकबाटै होइन हेर्ने मौका पाएँ, यसरी बुझ्ने मौका पाएँ। पहिला चाहिँ सुनेको भरमा के है हो भन्ने मात्रै हुन्थ्यो नि त। कस्तो के है त्यहीँको, अब हामी यहीँ भएर नजिकको तीर्थ हेला भने जस्तैको, अब यहीँ पाटनमै मङ्गलबजारमै भनौँ न, बच्चैदेखि हिँडिरहेको यो त्यो बाटो कति हिँड्छ है। अब त्यहाँ उता के अरे हाम्रो पाटन ढोकामा धेरै प्रोग्राम हुन्थ्यो त्यो अशोक हलमा होइन, कति हिँड्ने अब त्यो पाटन दरबार स्क्वायरमा के छ कस्तो, अब कतिवटा चाहिँ त्यहाँ मन्दिरहरू छ यादै छैन के। अहिले यसो हेर्छु ओहो कृष्ण मन्दिर, अनि अर्को यो पनि छ भन्ने होइन, कस्तो अचम्म लाग्ने कि मजाले अहिले निहालेर हेर्दाखेरि चाहिँ कति धेरै रहेछ। त्यो मनले आफूले नगरेसम्म चाहिँ नदेख्ने रहेछ क्या, यो आँखाको अगाडि नै भएको सामान पनि देख्दैन रहेछ क्या, भ्यालु नै छैन। त्यो मनले चाहिँ मैले होइन यसलाई चाहिँ भनौँ न मेरो हो यो भनेर चाहिँ सोचेर यसो माया गरेर हेऱ्यो भने चाहिँ जे पनि कुरा देख्दो रहेछ। तपाईँले चाहिँ अब एज ग्रोइङ अप एज अ मदर होइन, अनि त्यसपछि त्यति बेला चाहिँ आफ्नो छोरीलाई चाहिँ नेवारी पुस गर्नुभयो? नानीलाई त नेवारी नै आउँछ। अब मेरो चाहिँ इन्टरकास्ट हो होइन, उहाँ चाहिँ शेर्पा हुनुहुन्छ, तर नानीलाई अब शेर्पा भन्छ, शेर्पा भन्दा नेवा नै आउँछ। त्यो चाहिँ तपाईँको एक्टिभ एफर्ट? त्यही हो, मैले गाइरहने गीतहरू सुनेर या अब यहाँ अब बसाइ होइन, त्यो बसेको यता नै बसेँ नि त, त्यही भएर आमाहरूसँग धेरै घुलमिल भयो, त्यही भएर पनि होला नेवा नै उसलाई एकदमै, नेवा कल्चर एकदमै मनपर्छ। तपाईँको इन्टरकास्ट म्यानेज गर्दाखेरि चाहिँ कतिको गाह्रो भयो फर्स्टमा द्याट हुन्छ नि तपाईँको जुन चाहिँ एउटा छ एक्सेप्ट गर्न लागि चाहिँ सोसाइटीमा? गाह्रो त गाह्रै छ त्यो, अब गाह्रो र सजिलो भन्ने कुरा चाहिँ जुनसुकै कुरामा पनि जुनसुकैमा हुन्छ होइन, राम्रो नराम्रो भन्ने चिज सबैमा हुन्छ कि, राम्रो मात्रै त हुँदैन। अब त्यो सिक्कामा पनि दुईवटा साइड हुन्छ नि होइन, त्यो एउटा साइडले बन्दैन।
त्यही हो राम्रो नराम्रो दुवैमा हुन्छ तर अब हामीले अब राम्रोलाई चाहिँ लिएर नराम्रोलाई चाहिँ अलिकति भनौँ न त्यसलाई अलिकति प्राथमिकतामा नराखेर चाहिँ राम्रो कुरालाई चाहिँ लिएर अगाडि बढ्नुपर्छ तपाईँको पालामा चाहिँ कतिको के भन्छ अरेन्ज म्यारेजको लागि मान्छेहरूलाई पुस गर्थ्यो अरेन्ज म्यारेज नै हुन्थ्यो धेरै जस्तो है म सानोमा पनि कति अब त्यो बेला अब 12-13-14 वर्ष नाग्ने बित्तिकै बिहेको लागि कुरा गर्ने कि कुरा आइहाल्ने घरमा अनि म पनि सानोमै अब 14-15 पुगेको छैन यस्तो हाँसो सम्झेँ नि त्यो बिहेको लागि कुरा हुने के त्यस्तो थियो त्यो समय चाहिँ किनकि मैले कतिको देखेको छु होइन कस्तो कस्तो हुँदो रहेछ भने अब उहाँहरूको पनि अब ग्रान्डफादर ग्रान्डमदरहरूको पनि अब उहाँको पनि त अब जे सिक्यो त्यही इम्प्लिमेन्ट गर्दै गर्दै तर कस्तो हुँदै गयो भने ठ्याक्कै अरेन्ज म्यारेज पुस गरिदिन्छ होइन अनि त्यसपछि राम्रोसित इन्डल्ज हुन पाएन नि त आफ्नो पार्टनरसँग सो पछि गएर त्यसले प्रब्लम्सहरू क्रिएट गर्छ इन टर्म्स अफ मैले त चोइस गर्न पाइनँ नि त होइन हाम्रो आई थिङ्क कल्चरमा त्यो एउटा चाहिँ मैले देखेँ जहाँ चाहिँ अरेन्ज म्यारेज पुस गरेर चाहिँ जसले केटीको साइडबाट चाहिँ मलाई पनि त चुज गर्ने एउटा अपर्च्युनिटी चाहिन्थ्यो होइन मैले सोच्नै नपाएको बेलामा चाहिँ बिहा गरिदियो अनि अहिले आएर चाहिँ म यस्तो कन्सिक्वेन्सेसमा छु अब के भन्छ डिभोर्स भनेर पनि गर्नु मिलेन किनकि बच्चा पाइसक्यो होइन अब आइएम स्टक इन दिस एउटा रुम जस्तो एरिया जहाँ चाहिँ म निस्किनै मिल्दैन भन्ने पनि मैले देखेको छु कि त्यस्तो भएको मोस्ट अफ सो त्यति बेला चाहिँ आई थिङ्क एउटा सेन्स अफ कसैले हुन्छ नि रिबेल गर्नुपर्छ होइन यहाँ डोन्ट सेटल फर दिस भनेर राखिदिएको भए चाहिँ अलिकति हुन्थ्यो जस्तो लाग्छ किनकि त्यति बेलाको अलिकति करेज भन्दाखेरि मम ड्याडको कुराहरू अलिकति मान्नुपर्छ त्यो अलिक बढी थियो कि यहाँ चाहिँ अहिले चाहिँ अहिलेको जेनेरेसनमा चाहिँ अलिक रिबेल गर्नुपर्छ होइन अलि रिबेलियस नि छ हाम्रो नेचर जहाँ चाहिँ अब यो भएन भने भएन भन्न अलि हिचकिचाउँदैन हाम्रो जेनेरेसन होइन तर पहिलाको जेनेरेसन चाहिँ अलिक त्यस्तो थियो जस्तो लाग्छ मलाई त्यो त हो नि अब त्यो बेलामा त त्यही हो अब परिवार आमा बुवाले जे भन्नुभयो त्यही मान्नुपर्ने अब राम्रो केटा होस् कि नहोस् कि होइन जुन केटाले चाहिँ अब छोरी माग्न आएको छ अब त्यो बेला त लमी होइन सबै मिलेर यस्तो ल यस्तो भनेर त्यो एउटा चलनै थियो नि त अनि त्यो आफ्नो छोरी माग्न आएपछि ओहो गर्व के उहाँलाई ओहो भन्ने हुन्छ नि त अब माग्न नआएको घरमा त उहाँले सोच्ने त्यो सोचाइ नै फरक हुने रहेछ कि मैले यसो सोच्दाखेरि जस्तो छोरी माग्न आएको घरमा चाहिँ बुवा आमालाई यति खुसी मिल्ने रहेछ के ओहो मेरो छोरीलाई माग्न आएछ होइन समाजमा पनि अर्कै शान के उहाँहरूको होइन त्यस्तो टाइपको हुन्थ्यो त्यो समयमा अनि माग्न आएपछि अब त्यो राम्रो नराम्रो हेर्नुभन्दा पनि ल दिएर पठाएपछि होइन त्यस्तै थियो नि त छोरी भने अब दिनै पर्ने होइन अरूको घरमा जानै पर्ने उसको हाम्रो के अरे घरमा राखेर केही हुनै छैन होइन जति छिटो पठायो आनन्द भन्ने थियो सोचाइ त्यो भएपछि उहाँहरूले अब त्यस्तो राम्रै केटा हो ल राम्रोलाई दिनुपर्छ भनेर त्यस्तो कुर्ने चलन पनि थिएन जस्तो लाग्छ मलाई त्यस्तो भन्दा नि कस्तो पनि थियो भन्दाखेरि आई थिङ्क एउटा अब केटा वेल अफ छ भए लाइक जग्गा सग्गा छ पैसा सैसा छ भने चाहिँ केटा जस्तो जे जस्तो भयो भने मतलब छैन ल मैले यसलाई बिहा गरेर पठाएँ होइन यो चाहिँ अब मेरो छोरी चाहिँ राम्रोसित बस्छ किनकि उसँग पैसा छ ऊ छ अब त्यहाँभित्र उसको छोरीले उसलाई मन परायो कि मन पराएन होइन कस्तो छ भावना के छ मतलब छैन तर उसलाई बिहा गरेर पठायो भने चाहिँ उसले चाहिँ राम्रोसित राख्छ होला भनेर चाहिँ छोडिदिने खालको पनि देखेको छु कि मैले त्यो त छ मैले नै त्यो हाम्रो पालामा पनि कतिजनाको त्यस्तो होइन हाम्रै साथीहरूको पनि जस्तो भए पनि अब आफूले मन पराएको केटा छ घर परिवारले मान्दैन होइन उसको किनकि उसको सम्पत्ति छैन घर पनि सानो छ अरे होइन त्यो हुन्छ नि एउटा अनि त्यसरी चाहिँ छुटाएर अनि अलि धन सम्पत्ति भएको मान्छेलाई चाहिँ छानेर पठाउने त्यस्तो चाहिँ धेरै मैले देखेको छु हो किनकि कुरा भनेको जहाँ पनि काट्छ होइन अब सान पनि तपाईँले भने जस्तै ल उसले चाहिँ
यति यो त्यो केटाको त यति रोप्ने जग्गा अनि उसलाई दिएर पठायो भनेपछि एउटा सान जस्तो हुने होइन अनि तर अब के लेट सपोज अब आफूलाई मन परेको केटा बिहा गर्यो अब लेट सपोज अर्कै नेवारभित्र पनि स्पेसिफिक मात्रै गर्नुपर्ने पनि सुनेको छु कि मैले होइन त्यस्तो पनि सुनेको छु अनि उसले चाहिँ श्रेष्ठले चाहिँ उसलाई बाहुनलाई बिहा गर्यो भनेपछि त सबैजना त हुन्छ नि अर्कै नजरले हेर्ने अनि मैले अझै पनि के देखेको छु भने त्यहाँ जज पनि अब बिहा त्यहाँ पनि स्टप हुँदैन बिहा गर्नेले कति हाल्यो पैसा राख्यो होइन ज्वेलरिज कति दियो त्यसमा पनि तोलिन्छ होइन त्यो हेर्दाखेरि चाहिँ अलिकति ल के भएर गएको जस्तो चाहिँ लाग्थ्यो कि लाइक हुन्छ नि किनकि त्यो हुन्छ नि एउटा गसिप चाहिँ भइराख्ने कि ल फलानाको यसले चाहिँ यति हुन्छ नि सुन दिएको छ यस्तो भनेर अन्त धेरै दियो भने पनि किन धेरै थोरै नत्र नर्मली त त्यस्तै हुन्छ कति यो दिएको त्यो दिएको भनेर चाहिँ कुरा हुने रहेछ जस्तो लाग्छ मैले देखेअनुसार है अनि त्यो मात्र अब त्यो मात्र नभएर अब कस्तोसम्म पनि कुरा हुन्छ भन्दाखेरि सबै मिठो थियो है मासुमा चाहिँ अलि नुन अलिअलि खल्लो थियो भन्ने पनि हुन्छ भन्छु अब कस्तो चाहिँ होला त अब भन्नेले जहाँ पनि भन्छ के त्यो सबैलाई चित्त बुझाउनै सकिँदैन त्यही भएर भन्छ नि समाजको लागि होइन ओहो समाजको इज्जत होइन उनीहरूको अगाडि हाम्रो इज्जत राख्नुपर्छ यसरी गर्नुपर्छ यहाँ गर्नुपर्छ त्यो गर्नुपर्छ त्यो चाहिँ मलाई चाहिँ म चाहिँ मान्दिनँ किनकि मलाई पनि कस्तो लाग्छ नि समाजको लागि बाँच्ने भनेको त्यो त सेकेन्डरी हुन्छ नि त्यो पछि हेर्ने हो कि आफूलाई जे कुरा लेट सपोज मेरो घरमा यति रेभिन्यू छ होइन यतिले मैले पुग्छ कि पुग्दैन अब त्यसलाई नै हुन्छ नि ऊ जेपरटाइज गरेर मैले पार्टी दिनु होइन त्यो गर्नु भनेको त एउटा त आफ्नै खुट्टामा आफै हान्ने जस्तै लाग्छ कि मलाई अनि हाम्रो उसमा चाहिँ के जस्तो लाग्छ भने त्यस्तो खालको डाइरेक्सनको मान्छेहरू धेरै छ जस्तो लाग्छ कि समाजलाई चाहिँ देखाउनुपर्छ यति गरेन भने चाहिँ हुँदैन टाइपको भनेर त्यो कुरा चाहिँ म पहिलादेखि नै यो कुराहरूमा चाहिँ म एकदमै त्यो खिलाफ नै हुन्थेँ कि जस्तो अब जातपातको कुरा हुन्छ के कुरा हुन्छ होइन अब धनीले गरिबलाई त्यो व्यवहार गर्ने हुन्छ नि एउटा अब हाम्रो घरमा पहिला अब खेतमा काम गर्नलाई आउनुहुन्थ्यो कि उता जङ्गलबाट झर्नुहुन्थ्यो कोही होइन त्यो काम गर्ने नै भनेर आउनुहुन्थ्यो उहाँहरूलाई गर्ने व्यवहार देखेर मलाई यस्तो माया लाग्ने नि है आँसु झर्थ्यो मेरो त सानैमा त्यस्तो थियो कि म अनि तल्लो कासको भनेर त्यस्तै खालको व्यवहार गर्ने होइन हाम्रो पसल थियो नि त चिया पसल होटल थियो अनि बिचरा सुनै नमिल्ने उहाँहरूले है अनि त्यो चिहाएर ग्लास फालेर जानुपर्ने र उहाँहरूले यस्तो पनि हुन्छ र म त यति सानोमा म त अनि अब थाहा छैन यो कुरा यहाँ भन्न मिल्छ मिल्दैन होइन मलाई ठ्याक्कै याद आयो कि त्यस्तो कुरा चाहिँ म मान्दिनँ अनि म पसलमा भएको बेलामा चाहिँ अनि काका त्यहीँ राख्नुहोस् भनेर भन्छु कि मैले गिलास पखाल्नलाई पानी थाप्नुहुन्थ्यो कि नानी पानी हालिदिनुहोस् भन्नुहुन्थ्यो नि पर्दैन ऊ त्यहाँनिर राख्नुहोस् जानुहोस् भन्थेँ कि मैले अनि कस्तो खुसी हुनुहुन्थ्यो कि त्यो बेला उहाँहरू त्यति कुरामा पनि म त यस्तो कुराहरू केही त्यो सानैदेखि नै म एकदमै विरोध गर्थेँ कि यो कुराहरू मन पर्दैन थियो मलाई हो किनकि हेर्दै गर्दाखेरि कस्तो भने अब म एज अ पर्सन म त लाइक लेट्स सपोज 19-20 छु होइन मैले कसैलाई भेट्यो भने ठिक छ भन्ने तर अब लेट्स सपोज रिलेटिभ अथवा आफ्नै फ्यामिलीबाट यो कास्टको अनि यो कास्टको हायरकी यसरी बुझाइदिन्छ म त एकछिन छक्क पर्छु कि लाइक हुन्छ नि अब नेवारहरूको पनि हायरकी हुने रहेछ तलमाथि यस्तो मलाई त्यो सुन्नु नै छैन कि होइन किन भनेर टाइप्स हुन्छ नि मेरो लागि त मान्छे हो म त मान्छे जस्तै ट्रिट गर्छु त्यो तलमाथि भनेर जस्ट बिकज ऊ यताको नेवार होइन जस्ट बिकज ऊ यो कास्टको अथवा उसको सरनेम यो मैले किन उसलाई छुट्टै व्यवहार गर्ने भन्ने त्यो मलाई लाग्छ कि म त मान्दिनँ पहिलादेखि नै मैले मानेको थिएन अहिले पनि म त्यो कुराहरू चाहिँ मान्दिनँ त्यस्तो चाहिँ किन भइरहेछ त्यस्तो त गर्न नपर्ने होइन त्यसो गर्नु हुने कुरा त होइन नि त यो अनि त्यो बेला गर्नुभयो होला होइन बाजे उहाँहरूले गर्नुभयो होला
नजानेर या अब केही होइन त्यो बेलामा के थियो त अहिले त मान्छेले बुझ्नुपर्छ नि त जस्तो लाग्छ कि त अहिले त खास अब त्यस्तो छन् त छैन तर सोचाइ त्यस्तो सोच्ने मान्छेहरू सोचाइ चाहिँ छ अझै छ अझै के भन्छ नेवारभित्र पनि अब जस्तै नेवारभित्रको पनि अब जस्तै अब कंसाकार शाक्य मानन्दर तिनीहरू चाहिँ मिल्ने अनि त्यसपछि अर्को उताबाट चाहिँ त्यस्तो नमिल्ने भनेर पनि छ कि अब मैले फुल चाहिँ थाहा छैन तर त्यस्तो पनि सुनेको छु क्या मैले अनि म त लाइक हुन्छ नि लाइक नेवार त्यो उनीहरूलाई नेवार भए पनि ल पुगेन टाइप हुन्छ तिनीहरूको त्यसभित्र पनि उनीहरूलाई चाहिने खालको हुन्छ कि म त सक्दिनँ बरु मलाई त कहिले रिस उठ्छ बरु म कुहिरै ल्याइदिन्छु के गर्छ टाइप हुन्छ कि मलाई त्यो सुन्नु नै छैन खालको हुन्छ त्यस्तो चाहिँ अलिक इरिटेट हुन्छ मलाई चाहिँ त्यस्तो सुन्नै मन लाग्दैन इन्डल्जै हुन मन लाग्दैन त्यही त अब यो समयमा आएर हामी सबैले होइन हामी सबै मान्छे हौँ होइन मान्छे भनौँ होइन त्यो मान्छेमा भेदभाव किन के होइन मैले यतिको चाहिँ बुझ्छु अब जस्तै मम ड्याडीहरूले कस्तो भन्नुहुन्छ नि नेवार चाहिँ हुनुपर्छ है अब किन भन्दाखेरि मेबी रिजन्सहरू हाम्रो कल्चर सेम मिल्छ होइन अब एउटा उठ्ने बस्ने जस्तो हुन्छ उनीहरूलाई पनि अलिक सजिलो हुन्छ होला इन टर्म्स अफ हाम्रो के भन्छ कुराहरू एक्सेप्ट गर्नु होइन त्यो हिसाबले एउटा बुझ्न सकिन्छ होइन तर अब कस्तो पनि भन्ने चाहिँ अब लास्टमा त्यो मात्रै मिलेर ल मनै मिलेन भने त हुन्छ नि 60-80 वर्षसम्म त बाँच्नु पऱ्यो त्यही मान्छेसँग होइन अब त्यो मिलाउने कि हुन्छ नि उनीहरूको कास्ट र ऊ मिलाउने कि मन मिलाउने टाइप्स हुन्छ नि त्यो चाहिँ म क्वेसन गर्छु कि जहिले पनि त्यो कुरा चाहिँ हो फेरि होइन अब जात कास्ट मिलाएर होइन कास्ट मात्रै मिलेर पनि भएन नि त भन्नाले अब कास्ट मिल्यो ठिकै छ अनि त्यो सीमित भयो के एउटै कल्चर उसको पनि एउटै कल्चर ठिकै छ ल एउटै हो हाम्रो भन्ने भयो अनि त्यहाँ नयाँ चिज के भयो त भने फेरि होइन नयाँ चिज पनि त हुनु पऱ्यो नि ए उसको त यस्तो रहेछ है अनि फेरि अर्कोले पनि ए उसको यस्तो रहेछ नि कस्तो इन्ट्रेस्टिङ हुन्छ नि होइन त्यो छुट्टाइ भएपछि त्यो कुरा पनि त्यसरी पनि जानुपर्छ जस्तो लाग्छ है मलाई किनकि मैले पनि अब म पनि रिसर्च गरेर हुन्छ साइन्स हेरेर हुन्छ मोर अब जस्तै अपोजिट पोलर हुन्छ इन टर्म्स अफ अब यहाँ एकजना चाहिँ लेट्स सपोज नेपाली छ अनि एकजना अर्को चाहिँ लेट्स सपोज साउथ अमेरिकन मिक्स भयो भने जिन्सहरू अझै स्ट्रङ हुन्छ अनि त्यसपछि अझै स्ट्रङ्गर बच्चाहरू निस्किन्छ क्या होइन विथ ग्रेट फ्याक्टर्स अब त्यो छुट्टै छ त्यो अझै बुझेको छैन प्लस अब मान्छेहरूले तपाईँले भने जस्तै केही एक्सप्लोर गर्नु पनि त छ होला नि त होइन जे कुरा जहिले कुरा आफ्नै कल्चर आफ्नै छ त्यो बचाउनु पर्छ त्यो भन्दैमा अर्को कुरा एक्सेप्ट गर्नु नपाउने भन्ने पनि छैन नि त होइन सो तपाईँले चाहिँ कस्तो खालको के भन्छ एक्सपिरियन्सेसहरू नयाँ गर्नु पायो होइन तपाईँको म्यारेजमा चाहिँ मैले चाहिँ अब विशेष गरी चाहिँ अब अरू धेरै त मैले गर्न पाएको छैन उहाँहरूको कल्चर धेरै लिन पाएको छैन होइन अब धेरै चाहिँ मैले खानाहरू नै थाहा पाएँ कि उहाँहरूको छुट्टै खाना हुँदो रहेछ अनि त्यसपछि ड्रेसहरू भयो होइन अनि भाषा त मैले उहाँहरूको त्यति के अरे लिन सकिनँ भनौँ अनि त्यही हो उहाँहरूको खाना अनि अलिअलि कल्चरहरू बुझ्ने तपाईँले चाहिँ तपाईँको भाषा पुस गर्नु भयो कि भएन उहाँले त बोल्नुहुन्छ मजाले ए काठमाडौँमै जन्मिनु भएको त्यही भएर उहाँलाई त सबै नेवा कल्चरको सब थाहा छ जात्राहरूको यताउता होइन अब उहाँलाई चाहिँ यो बज्रबाराईको जात्रा रुचाउनुहुन्छ कसरी हुने के त्यो सबै त्यो खोजेर अब मिडियामा पनि हुनुहुन्छ नि त लेख्नुहुन्छ अनि धेरै कुराहरू जस कल्चरको तपाईँसँग बिहा गर्नु पछि बढी हुनुभएको हो कि पहिलादेखि नै लाइक थियो पहिलादेखि नै थियो पछि बिहा भइसकेपछि अब झनै बढी रुचि भयो कि मलाई यो कल्चर सम्बन्धी भनौँ न कल्चरमा धेरै रुचि भयो तपाईँहरूको भेटेको स्टोरी र तपाईँले गीत गाएको गीतहरूको स्टोरिजहरू काहीँ मिलेर मिलिएको छ इन्टरप्रेस मिलेर किनकि कहिलेकाहीँ अब कस्तो हुन्छ नि लेखेको गाएको कुराहरू कहिलेकाहीँ सेम हुन जान्छ त्यस्तो कहीँ भएको छ होइन गीतहरू भनेको त अब सबैले त्यो भनौँ न एउटा गीत लेख्नुहुन्छ त्यो गीत भनेको लाखौँलाई मिलेकै हुन्छ क्या होइन
त्यो रिलेट नै हुन्छ क्या ठ्याक्कै मेरै लागि लेखाएको त क्या त्यही भएर त्यस्तो खासै त्यसो लाग्दैन मलाई त्यो त मिलिरहेकै हुन्छ तर मैले चाहिँ पहिला धेरै सो एकदमै सेन्टिमेन्टल गीतहरू मात्रै गाउने अवसर पाएँ कि होइन मलाई छोडेर गएको तिमी यस्तो उस्तो अनि भगवान्लाई पनि किन गरिस् दैव होइन त भगवान्लाई त भनेर कस्तो कस्तो गीत गाएँ त मैले होइन अब त्यो भन्ने साध्य छैन तर त्यो सबै कुराहरू मेरै जीवनमा मिलेको भन्ने चाहिँ हुँदैन त्यो धेरैको जीवनमा चाहिँ मिल्छ तपाईँको अनि कल्चरहरू चाहिँ कतिको डिफ्रेन्स पाउनु भयो इन टर्म्स अफ अब तपाईँ हाम्रो त नक्याहरू हुन्छ हाम्रो पूजाहरू हुन्छ होइन उहाँहरूकोबाट साइडबाट चाहिँ कतिको डिफ्रेन्स पाउनु भयो कल्चर चाहिँ अब उहाँहरूको र हाम्रो त एकदमै फरक छ होइन उहाँ अब हाम्रो जात्रा हुन्छ के हुन्छ त्यो दसैँ तिहार सबै मनाइन्छ उहाँहरूको चाहिँ खासै दसैँ तिहार मनाउनुहुन्न अनि उहाँहरूको लोसार भन्ने हुन्छ होइन अब शेर्पाहरूको चाहिँ गाल्पो लोसार भनेर मनाउनुहुन्छ त्यही ठुलो चाहिँ त्यही हो लोसार मनाउनुहुन्छ अनि अरू चाहिँ मैले खासै उहाँहरूको कल्चर त्यति लिनै सकेको छैन लिन पाएको छैन भनौँ अब आमा पनि धेरै पहिले बितिसक्नु भयो होइन आमा एकजना हुन्थ्यो अनि हामी मात्र छौँ अब त्यो खासै यो सबै गर्नुपर्छ भन्ने हो पनि छैन त्यो लोसार एउटा चाहिँ मनाउँछु मजाले होइन अरू चाहिँ खासै तपाईँकै कल्चर बढी आफ्नै कल्चर चाहिँ बढी झल्कियो हजुर अनि तपाईँहरूलाई अब जस्तै यो जात्राहरूमा उ गर्नुमा कतिको लाइक हुन्छ नि यहाँ आएर गाइदिनु उ गरिदिनु कतिको भन्नुहुन्छ जात्रा अथवा अलिकति एउटा क्लोज सर्कल इभेन्ट्सहरूमा होइन किनकि कस्तो हुन्छ भनेपछि मेरो पनि म्युजिसियन साथीहरू टन्नै छ होइन उनीहरू जाने भनेको उनीहरूको लेभलको हिसाबमा हुन्छ होइन उनीहरूको लेभलले सेट गरे हिसाबमा हुन्छ अब साथी भन्दैमा आफूले कस्ट नलिने पनि भएन नि त एउटा म्युजिसियन भनेपछि हामीलाई कसरी म्युजिसियन्सहरूलाई कसरी हेर्छ भन्दाखेरि चाहिँ साथीहरू उसले काम गरिरहेछ तर त्यही कुरा अब जस्तो लेट्स अब सिभिल इन्जिनियरले फ्रीमा त घर बनाइदिँदैन नि त होइन त्यही हिसाबमा मैले कसैलाई गएर ओ यार के भन्छ गाइदिएन भन्न यो इभेन्टमा होइन तैँले पनि मैसँग पैसा लिन्छस् भने त्यो अप्ठ्यारो मैले देखेको छु कि मान्छेहरूलाई कतिको तपाईँलाई त्यसको कतिको हुन्छ अनि त्यस किनकि एउटा तपाईँले एउटा यो वर्कलाई पनि एउटा ऊ जस्तो लिएको हुन्छ आफ्नो वर्क डे टु डे हुन्छ नि उसमा लिएको हो त्यसमा कतिको तपाईँले त्यस्तो भेटाउनु भएको छ मैले अलिअलि भेटाएको छु त्यस्तो अब आफन्तै टाइपको होइन त्यस्तोमा भोजमा बोलाउनुहुन्छ अनि सुरुमा त अब इन्भिटेसन मात्रै हो भोज खान जाने भनेरै गयो नि त होइन अनि त्यहाँ गइसकेपछि एउटा गीत गाइदेऊ न भन्ने टाइपको हुन्छ नि त्यस्तो कुरा हुने कि अनि मैले अब यो यस्तो उस्तो होइन के भनेर उ गर्थेँ कि बाना बनाएर अब जस्तो होइन ट्र्याकै पुगेन नि त मैले कसरी गाउनु होइन अनि कहिलेकाहीँ यो साउन्डमा मिल्दैन नि गाउन भनेर यसरी त्यो बाना बनाउँछु कहिलेकाहीँ चाहिँ अनि कहिलेकाहीँ चाहिँ अब यस्तो भोज हुँदैछ निशाले कति लिन्छौ गीत गाएको जम्मा 2टा गाइदेऊ 3टा गाइदेऊ भनेर पहिल्यै भन्ने कि होइन अनि म चाहिँ खासै मन पर्दैन त्यो भोजमा गाउनलाई होइन पर्सनली अब कसलाई अब नराम्रो लाग्यो भने चाहिँ म माफी माग्छु होइन तर कतै कतै एकदमै रमाइलो हुन्छ फ्यामिलियर हुन्छ क्या त्यहाँ सबैजना आफ्नै फ्यामिलीमा बसेर होइन नाचिरहेको जस्तो गाइरहेको जस्तो रमाइरहेको जस्तो कहिलेकाहीँ त्यस्तो फिल पनि हुन्छ तर यत्तिकै सोच्दाखेरि चाहिँ ल भोजमा गाउने भन्ने हुन्छ नि त मलाई त अनि त्यो भएपछि म गाउँदिनँ नै भन्छु होइन म गाउँदिनँ कुनैमा चाहिँ यस्तोसम्म हुन्छ कि होइन गाइदिनुपर्छ आउनै पर्छ यति अब फोर्सै ल कति लिन्छौ भन्ने के सम्म कति लिने भन्नेसम्म होइन जति डिमान्ड भए पनि तयार भनेर के तै पनि म होइन मेरो यस्तो छ दाइ मेरो यस्तो छ म यति बजीदेखि यतिसम्म चाहिँ त्यही ठाउँमा बिजी हुन्छु त्यसपछि काम भ्याउँदैन मिल्दैन टाइममै छैन दाइ होइन जसरी भए पनि 1 घन्टा छुट्याएर आउनु भन्ने होइन अझै ल
के गर्नु त भाइ मिल्दै मिलेन अब कसरी के गर्नु त ल आउनै पऱ्यो भनेर होइन फोनै काटिदिने कि ल यति बजी ठ्याक्क आइपुग्ने अनि के गर्ने ल हुन्छ नि त भन्नु अब फेरि कराउने ल यहाँ सबैले आउँछ भनेर आशा गरिसक्यो अब आउनुपर्छ भन्ने होइन ब्ल्याकमेलिङ जस्तै के अनि अब के गर्नु है मान्छे त सबै मान्छे चाहिन्छ मलाई त भन्ने म चाहिँ त्यसरी सोध्छु कि होइन सबै मान्छे काम आउँछ उहाँहरूले पनि मलाई भनौँ न त्यो बेलामा कति सहयोग गर्नुभएको छ म त्यो सबै सम्झिन्छु नि त ए ल हुन्छ हुन्छ दाइ ल म यति टाइमको लागि म आइदिन्छु भनेर गएर अनि जति पनि दिन तयार के उहाँहरू मैले जति डिमान्ड गरेँ त्यति नै तर मैले चाहिँ त्यो पैसा अब होइन पैसा होइन दाइ मलाई पैसा ठुलो कुरा होइन म भित्री कुरा मेरो अर्कै पनि छ होइन अनि त्यो बिजी पनि एउटा त्यो छुट्टै कुरा भयो अर्को चाहिँ मलाई अब त्यति मलाई इन्ट्रेस्ट छैन नि त अनि बिकज आई थिङ्क कस्तो हुन्छ भने आर्टिस्टले कहाँ पर्फर्म गर्छ कसरी पर्फर्म गर्छ होइन कुन ठाउँमा पर्फर्म गर्छ उसको सोल ऊ हो कि एउटा आइडेन्टिटी हो कि होइन भोलि आएर तपाईँले अब राम्रो राम्रो स्टेजमा खतरा पर्फर्मेन्स दियो भने त्यस्तै खालको मान्छेहरूले अझै रुचाउँछ होइन तपाईँले अब त्यहाँ गएर लो कि गरेर गऱ्यो भने होइन त्यसको छुट्टै ब्रान्ड इमेज पर्छ हो नि अनि मलाई त्यही सोचाइ आएर कि अब के गरौँ म यति दोधारमा परेँ कि म अब तर ठिकै छ अब म गएँ होइन एकदमै त्यो आफ्नै फ्यामिलीमा आफ्नै त्यो फ्यामिलीको मान्छेहरू मलाई हेरेर रेस्पोन्स दिएर होइन रमाएर नाचिरहेको छ मजाले होइन भनेर त्यो देखेर मलाई खुसी लाग्यो ठिकै लाग्यो अब त्यहाँ गएर मैले ओहो कस्तो भोजमा त खाएर मातेर होइन रमाइलोको लागि मात्रै अब सङ्गीतलाई अहिले त भनौँ न सङ्गीतलाई एउटा मनोरञ्जनको एउटा पाटो भनेर सोच्नेहरू पनि छ नि त होइन अब आर्टिस्ट भनेको आर्ट भनेको त्यो मनोरञ्जनको एउटा त्यो मात्रै होइन नि त कति मिहिनेत गर्नुपर्छ त्यसको लागि हामीले पढ्नुपर्छ मिहिनेत गर्नुपर्छ कति गर्नुपर्छ होइन अनि उहाँले चाहिँ एकछिन रमाइलोको लागि नाच्नको लागि मात्रै त्यसरी सोच्नुभयो भने त हामीलाई त त्यो कुरा त मन परेन म चाहिँ त्यसरी सोध्छु कि त्यसरी सोच्नु नि पर्छ जस्तो लाग्छ किनकि अब त्यो रेकर्ड लेबल्सहरूले त्यसै त गर्छ नि कहाँ आर्टिस्ट कहाँ पर्फर्म गरिरहेको छ होइन यसले चाहिँ के ब्रान्ड इमेज लिइरहेछ भने त्यसैले त त्यही त ह्यान्डल गर्नलाई त छ नि त होइन कोही कोही सोलो गर्छ कोही कोही रेकर्डसँग गर्छ त्यो छुट्टै हो तर लास्टमा चाहिँ अब कसरी कनेक्ट भइरहेछ होइन राम्रै प्लेटफर्ममा लेट सपोज अब फेस्टहरूमा राम्रो राम्रो पार्टन फेस्ट हुन्छ नि अब त्यस्तो फेस्टहरूमा द्याट वुड बी अ गुड अपर्च्युनिटी होइन तर अब त्यही त हो नि आर्टिस्ट देखिराख्यो भने पनि द्याट्स अल्सो अ प्रब्लम होइन किनकि कति पर्फर्म गरिरहेको सबै ठाउँमा होइन अभाइलेबिलिटी टु मच भनेर पनि प्रब्लम छ सो त्यो एउटा चाहिँ आर्टिस्टको एउटा ब्यालेन्स चाहिँ आफैले उसले उ गर्ने अनि बुझ्ने मान्छेहरूले पनि बुझिदिनुपर्छ जस्तो लाग्छ कि मलाई पनि त्यही लाग्छ अब जहाँ पनि बोलाउनुहुन्छ अब नजाउँ फेरि उहाँहरूको चित्त दुख्छ भनेर मलाई पनि अप्ठ्यारो लाग्ने होइन जाउँ फेरि आफैलाई अप्ठ्यारो के अब यस्तो कहिलेकाहीँ त एकदमै त्यो के भन्ने है किनकि अब मेरो साथीहरूले चाहिँ के उनीहरूलाई चाहिँ के सजिलो छ भने उनीहरूले चाहिँ यस्तो कुराहरू चाहिँ मेरो रेकर्ड लेभलले ह्यान्डल गर्छ मैले चाहिँ कन्ट्र्याक्टमा साइन गर्छु मैले त्यो गर्न मिल्दैन भनेर भनिदिन मिल्ने रहेछ कि सो त्यो वेले चाहिँ उनीहरूलाई त्यो सजिलो छ तर सोलो आर्टिस्टहरूलाई चाहिँ अलिकति अझै गाह्रो छ जस्तो लाग्छ के कस्तो एकदमै गाह्रो छ सोलो हामीलाई त एकदमै गाह्रो छ कि अब हामीलाई ह्यान्डल गर्ने कोही पनि हुँदैन आफै गर्नु पर्यो ल अब पेमेन्टको कुरा पनि आफै गर्नु पर्यो त्यो सबै कुरा आफै गर्नु पर्यो होइन ए ल यति है यतिमा भन्ने हुन्छ अप्ठ्यारो लाग्छ नि त हामीलाई त होइन ठिकै छ तर अब राम्रो नराम्रो दुवै हुन्छ भने जस्तै अब यसमा पनि सोलोमा पनि इन टर्म्स अफ आफै नेगोसिएट गर्न मिल्ने सिधै आफै गर्न मिल्यो भित्र के छ सबै आफै थाहा पाउँछ आफ्नो बिजनेस आफै थाहा पाउँछ त्यो चाहिँ अलिकति रमाइलो जस्तो लाग्छ सोलो आर्टिस्टमा चाहिँ होइन अनि अब जान मन लाग्यो गयो होइन मन नलागे नगए पनि भयो नि त सोलो गएपछि होइन मेरो इच्छा भन्ने पनि भयो जानै पर्छ भन्ने पनि छैन अनि यो तपाईँले चाहिँ कहिले सोचेछ लाइक म रेकर्ड लेभलसँग टाइअप हुन्छु भनेर कहिले सोच्नु भएको छ
भन्नाले अब लेबलसँग कन्ट्र्याक्ट साइन गरेर चाहिँ म चाहिँ सोलो आर्टिस्ट बन्दिनँ अब रेकर्डको हिसाबमा चल्छु त्यस्तो त्यो चाहिँ मैले कहिलेकाहीँ सोच्न त सोचेको थिएँ पहिले कि होइन फेरि होस् अब फेरि मैले चाहेको जस्तो नहुन सक्ला त्यसो भएपछि होइन फेरि भनौँ न म अब जुन फ्रिली म हिँडिरहेको हुन्छ नि त्यो बेला फेरि नपाउला भन्ने पनि सोचेँ क्या मैले त्यसपछि खासै मैले ध्यान दिइनँ त्यो कुरामा चाहिँ किनकि त्यो कस्तो मैले सुने अनुसार चाहिँ धेरै मान्छेलाई पे नगर्ने पे नपाउने सो एउटा राम्रो रेकर्ड लेबल छान्नु चाहिँ एकदम नेसेसरी जस्तो लाग्छ क्या एज अ इमर्जिङ आर्टिस्ट हुज गोइङ टु हुन्छ नि अनि त्यसपछि हामीले चाहिँ किनकि मैले चाहिँ क्लोजली वर्क गर्नु पाएछु कि क्लासिक्स प्रेजेन्टेसनसँग उहाँ चाहिँ रेकर्ड लेभलै हो उहाँले चाहिँ ठुल्ठुलो आर्टिस्ट भेक याबेस उनीहरूलाई चाहिँ हेर्छ होइन सो उहाँको सपोर्ट सिस्टमै छुट्टै छ क्या एउटा एकदम रिच सपोर्ट सिस्टम छ जहाँ चाहिँ अब आर्टिस्ट र ऊ मिलाएर चाहिँ उनीहरूले गर्ने छ अनि फेरि दाइहरूले चाहिँ के भन्छ आर्टिस्टहरू इमर्जिङ आर्टिस्टहरू बढी रुचाउनु हुँदो रहेछ कि सो सँगै बढौँ सँगै ब्लुमुम भन्ने रहेछ त्यस्तो छ सो अरू ठाउँमा चाहिँ अलिकति त्यस्तो पनि देखेको छु जहाँ चाहिँ पे नगरिदिने होइन टाइममा ऊ नगरिदिने कोही ठाउँमा चाहिँ अझै आर्टिस्टहरूलाई कस्टसम्म भएछ भने त्यहाँ भेन्यूमा पुग्यो तर भेन्यूमा कोही छैन त्यस्तो पनि एक्चुअली आई थिङ्क स्वप्निल दाइहरूको भएको थियो होइन उनीहरू लाइक ऊ गरेर त्यहाँ पुग्नु भयो पुगिसकेपछि चाहिँ डिले हुन्छ नि जो उता एन्डको जस्तै पोखरा सोखरा गयो भने त उनीहरूको उताको एन्डको त हामीले हेर्न सक्दैन काठमाडौँमा भने फोन गर्दाखेरि फोन नउठाइदिने होइन कहाँ हो के पनि थाहा नहुने स्टेज खाली साउन्ड चेकै नहुने सो त्यस्तो पनि भएको छ यो रेकर्ड लेभलको कुरा चाहिँ होइन यो चाहिँ अब उता एन्डको म्यानेजिङ पार्ट चाहिँ भनेको मैले सो त्यस्तो पनि रहेछ कि इन टर्म्स अफ कसरी के हुन्छ म्यानेजमेन्टको चाहिँ अलिक ट्रिकी रहेछ हो नि एकदमै यो त अब भन्नै सकिनँ कहिले होइन अब सोचे जस्तो हुँदैन अब के हुन्छ नि के आइपर्छ त्यस्तो है अब हुन त अब आर्टिस्ट र उहाँहरू सँगसँगै नै होइन बराबरी नै मेहनत गरेर अगाडि बढ्यो भने दुवैलाई राम्रो हो अब एकजना अलिकति एउटा पार्ट चाहिँ अलिक कमजोर भएपछि दुवैलाई नै असर पर्छ त्यो कुराले होइन जस मिलेरै जान चाहिँ सक्नुपर्छ तपाईँलाई चाहिँ अब इन टर्म्स अफ अब भिजिबली कहिले कन्सियसली नभए पनि अनकन्सियसली कहिले काहीँ प्रेसर फिल हुन्छ इन टर्म्स अफ हुन्छ नि अब एउटा हिट गयो होइन अब नेक्स्ट सङको लागि त्यस्तै हुनुपर्छ अनकन्सियसली त्यस्तो कहिले प्रेसर फिल हुन्छ मलाई हुँदैन त्यस्तो म प्रेसर नै लिन्न भनौँ पहिलादेखि नै मेरो स्वभाव अब यो अब भनौँ न मेरो अब यत्रो वर्ष 17-18 वर्षको एउटा सिङ्गिङ करियर होइन त्यो पछि बल्ल यो अब भनौँ न अरू गीतहरू पनि आइरहेछ जस्तो अब अहिले ऐला लुया भयो माया मधुला मखतवाया गुवा होइन यो गीतहरूले जति हाम्रो दर्शक श्रोताको माया पायो नि ठिकै छ अब मैले अब यस्तै त गाउन पाउँछु पाउँदिनँ अब यो अब फ्युचरको कुरा थाहा हुँदैन नि त अब योभन्दा राम्रो पनि आउन सक्छ होइन योभन्दा अलि पनि आउन सक्छ तर मैले कन्टिन्यू चाहिँ दिइरहेको हुन्छु मेरो तर्फबाट मैले बेस्ट होइन दिने कोसिस चाहिँ गरिरहेको हुन्छु अब धेरैवटा गीतहरू रेकर्ड पनि भइरहेछ अरू गीतहरू पनि अब जस्तो अब यो गीतहरू जस्तो सबै कुराले भरिपूर्ण अब सबै कुरा यसमा मिलेको के होइन अब अरू गीतहरूमा पनि त्यस्तै सबै कुरा मिल्यो भने त यस्तै ठाउँ पनि लिन सक्छ होइन यही ठाउँ पनि लिन सक्छ त्यही भएर अब एकजनाको मात्रै फोर्सले एकजनाको मात्रै मेहनतले हुने कुरा होइन कि जस्तो रोज मान्छेले गीतहरू बनाउनु भयो नि उहाँले यति राम्रो कन्सेप्ट होइन यो सोचेर कि अब यो नेवा गीतलाई वर्ल्डमै सबैले मन पराओस् नेपाली सबै जातिको नेपाली मन पराओस् भन्ने सोचेर बनाउनु भएको हो नि त होइन उहाँको त्यो कन्सेप्टलाई मैले पनि लिएँ मैले पनि आफ्नो हिसाबबाट बेस्ट दिने कोसिस गरेँ अनि त्यसै गरी सबैजनाले के हरेक इन्स्ट्रुमेन्ट बजाउने होइन उहाँहरू म्युजिसियनदेखि लिएर रेकर्डिस्टदेखि लिएर अनि एडिटिङ गर्नेहरू होइन उहाँहरू सबैजना त्यसपछि अनि भिडियोमा अब
यसो सानो रोल मात्रै खेल्ने मान्छेले पनि के हो यो गीत राम्रो हुनुपर्छ त्यो एउटा हुन्छ नि सोचाइ के होइन एउटा हुन्छ नि यसलाई चाहिँ हामीले राम्रो बनाउनु पर्छ होइन जस्तो महत्वाय गुवामा आशुतोषको टिमले कति मेहनत गरेको छ त्यो चाहिँ एउटा हुनुपर्छ के अब एउटाले खर्च गरेर चाहिँ एउटा गीतमा सपोज भएन ल म लगानी गर्छु एउटा गीत बनाऊ भनेर भने हुन्छ ल फलानालाई गीत गाउन लगाउँदा ओहो अहिले चलेको सिङ्गर ल यसलाई गाउन लगाऊ ल कति लिन्छ भने जति देऊ बनायो नि त बनाऊ नि त होइन त्यसपछि भिडियो बनाउँदाखेरि बजेट त्यति छैन है ल यसरी गरौँ त यति गर्दा हुन्छ त्यो कम्प्रोमाइज हुँदै 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 गयो मैले भन्नु खोजेको पैसामा मात्रै होइन पैसामा सबै कुरामा के कम्प्रोमाइज हुँदै 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 जाने रहेछ के त्यो भएपछि राम्रो हुँदैन जस्तो लाग्छ होइन किनकि मलाई थाहा छ आशुतोष दाइले पनि पहिलादेखि हुन्छ नि नेपाल भाषालाई चाहिँ एकदम प्रमोट गर्नुपर्छ भन्ने एउटा ऊ छ कि दाइको होइन अनि दाइले त्यस्तै खालको भिडियोजहरू त्यस्तै खालको म पडकास्टमा आउँदाखेरि पनि मैले चाहिँ यति गर्नुपर्छ अहिले गाह्रो भइरहेको छ तर म चाहिँ नेपाल भाषालाई चाहिँ यहाँसम्म पुर्याउँछु भन्ने छ कि होइन सो त्यस्तो एउटा आई थिङ्क मिलिसकेपछि त्यसैले पनि एउटा त्यो सोचाइ होइन आशुतोषको त्यो सोचाइले गर्दाखेरि ल मनमा त भयो नि त होइन यो गीतलाई मैले यतिसम्म चाहिँ म एफर्ट लाउन सक्छु म यति गर्न सक्छु भन्ने उसले सोचिसकेपछि अब उसको अन्डरमा सबैजनाले काम गर्ने हो होइन उसले त्यो सोचेपछि सबैजनाले हो ल यति गर्नुपर्छ है मेरो पार्टमा चाहिँ यो काम छ मेरो यो मैले यो गर्नुपर्ने यो सबैले आफ्नो जिम्मा होइन जिम्मेवारी लिएर काम गरेपछि कति राम्रो भयो त भनेको सबै जे कुरामा पनि होइन हामीले आफूले दिनुपर्ने त्यो 100% दिनै पर्छ कि अनि मात्रै सक्सेस हुन्छ जहाँ पनि यो गीतहरूमा त्यस्तै भएको हो तपाईँले चाहिँ फर्स्ट टाइम रोजमान दाइलाई चाहिँ कहिले भेट्नु मैले चाहिँ त्यही कति 2-3 वर्ष अगाडि चाहिँ एलालुया गाउनको लागि उहाँले अफर गर्नुभएको थियो त्यही बेला भेटेको मैले सो सिधै भेट्नु उहाँलाई चाहिँ कसरी थाहा भयो तपाईँलाई हुन्छ तपाईँ बेस्ट फिट हो यो उसको लागि भनेर चाहिँ कसरी कोलाबोरेसन भयो अब उहाँले चाहिँ हाम्रो मनोज महर्जन हुनुहुन्छ नि होइन एक्टर मनोजसँग चाहिँ मेरो अब अलिक अगाडिदेखि नै चिन्जान थियो अनि के अरे निशा म्यामसँग एकचोटि भेट्नु पऱ्यो यो यस्तो गीत गाउने अब उहाँले मन पराउनुहुन्छ हुन्न एकचोटि भेटेर कुरा गर्नु पऱ्यो भन्ने कुरा भएछ अनि मनोजले मलाई कल गर्नुभयो म्याम यस्तो यस्तो कुरा भएको छ रोजमानजीले गीत बनाउनु भएको छ एकचोटि सुनिदिनु भन्नुभयो अनि ल हुन्छ भनेर अनि एक ठाउँमा हामी भेटेर अनि गीत सुनेर त्यसपछि ल ठिक छ म गाउँछु भनेर भनिसकेपछि ओके भएपछि अनि उहाँले लाइक के भन्छ त्यो लाइन्स तपाईँलाई लाइक के भन्छ ऊ गरेर कि क्रिएटिभ फ्रिडम फुल दिनुभयो हजुर अब जस्तै उहाँको भिजन दिनुभयो कि लाइक लेट्स सपोज यसरी हुनुपर्छ भनेर दिनुभयो कि यो छ तपाईँलाई अब जसरी रुचि लाग्छ त्यसरी भनेर भन्नु सुरुमा त उहाँले मलाई मेलोडी सुनाउनु भयो यस्तो यस्तो छ यस्तो टाइपको छ भनेर भन्नुभयो अनि मलाई त मन पर्यो त मेलोडी हुन्छ म गाउँछु भने क्या मैले होइन अनि त्यसपछि त्यो पुरा गीतको त्यो लिरिक्सहरू यताउता त उहाँले सुनाउनु भएको थिएन खालि मेलोडी अनि 1-2 भर्स मात्रै सुनाउनु भएको थियो अनि त्यतिकैमा मलाई मन पर्यो हुन्छ म गाउँछु भने त्यसपछि उहाँले बिस्तारै त्यो लिरिक्सहरू यस्तो यस्तो छ म्याम सुन्दै गर्नुहोस् भनेर पठाउनु भयो अनि हेर्दै जाँदाखेरि ओहो कस्तो राम्रो कस्तो क्याची त्यस्तो लाग्यो मलाई अनि जस उहाँले चाहिँ अब उहाँले हामीले अब कसैले सोचेको थिएनौँ सालुगु गाछा आएको थियो उहाँको होइन त्यो नेवा समुदायमा धेरै मन पराइएको गीत अनि अब त्यही बेलामा मेरो पनि हेरामाया मैचा त्यो हेरामाया मैचा चाहिँ अब त्यही एउटै मेलोडी हो तर सालुगु गाछा चाहिँ अगाडि आयो भिडियो बनेर अनि हेरामाया मैचा चाहिँ अलि अगाडि नै रेकर्ड भएको 5 वर्ष अगाडि सालुगु गाछा भन्दा तर भिडियो चाहिँ सालुगु गाछा पछि आयो हजुर त्यो हेरामा आइसकेपछि नै होला सायद रोजमानजीले मलाई अफर गर्नुभएको यो एलालुया गाउनको लागि अनि त्यहाँको त्यो निस्किसकेपछि नै तपाईँहरूले के भन्छ मखनटोया गुवा गरेको कि त्यो माया मधुला
माया मधुला त्यसपछि गर्नुभएको हो कि त्यो हिट भइसकेपछि थाहा पाएपछि मात्रै नेक्स्ट सङ कि पहिलादेखि नै काम गरिरहेको थियो? होइन, एला लोया आयो, त्यसपछि एकदमै रुचायो होइन, हो जहाँ पनि एला लोया साह्रै राम्रो राम्रो भन्ने भयो। त्यसको 6 महिनापछि चाहिँ माया मधुला भनेर आयो। अनि माया मधुला आएको फेरि 6 महिनापछि मखत आएको। तपाईँहरूको अब केही फ्युचर प्रोजेक्ट छ द्याट इज गोइङ टु ड्रप? फ्युचर ऊ त अहिलेसम्म त खासै अब छैन होला। अब रोजमानजी पनि ब्यान्डमै बिजी हुनुहुन्छ, टुरहरूमा होइन। म पनि एकदमै अहिले त यति धेरै बिजी छु कि अब जस कामहरू त भइरहेछ होइन, अरू अरू कलेक्सन एल्बमहरूमा धेरै जस्तो चाहिँ नेवा गीतहरू नै भइरहेको छ। अनि प्लस अरू नेपाली फिल्मी गीतहरू पनि भइरहेछ, गजलहरू पनि भइरहेछ, सबै प्रकारको गीतहरू भइरहेछ। तपाईँलाई इफ यु ह्याड अपर्च्युनिटी तपाईँले चाहिँ कोसँग चाहिँ कोलाबरेट गर्नु एकदम रुचाउनुहुन्छ होला इन्डस्ट्रीमा? अनि धेरैजना हुनुहुन्छ, अब एकजना मात्रै भन्ने होइन होइन, धेरैजना हुनुहुन्छ। मैले सोध्न सोचिरहेको छु अहिले, ठ्याक्कै यही उहाँ नै भनेर चाहिँ भन्न थालेँ। किनकि मलाई जहाँसम्म लाग्छ कि तपाईँ एउटा चाहिँ तपाईँ कुमार सागर दाई अनि रोजमान दाईको एउटा कोलाबोरेसन चाहिँ धेरैजनाले चाहिँ रुचि गर्ला जस्तो, बिकज त्यो एउटा चाहिँ किनकि मलाई कुमार सागर दाईको पनि एकदम मनपर्छ जो उहाँले जसरी भजनलाई चाहिँ हुन्छ नि एउटा के भन्छ मेन स्ट्रिममा ल्याएछ नि। किनकि अब हामीलाई भनेको अब अनेस्टली बच्चाबच्चीहरूलाई भजन भनेपछि खासै त्यस्तो उ गराउँदैन, इन्ट्रेस्ट गराउँदैन। किनकि अब लय एउटा अब पनि अलिकति उनीहरूले रुचि गर्दैन, प्लस अब त्यस्तै त छ नि त हामी बच्चाहरू। तर अब त्यसमा कुमार सागर दाइले चाहिँ मेन स्ट्रिम दिनुभयो कि अलिकति कर्भ दिनुभयो, त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो ऊ दिनुभयो जस्तो लाग्यो कि। किनकि म भक्तपुर जाँदाखेरि त्यहाँ जाँदाखेरि पनि त्यो गाइरहेको थियो कि, अनि पुचापुचीहरूले पनि गाइरहेको थियो कि, सो उनीहरूलाई पनि एकदम मनपर्ने त्यस्तो। सो मैले त्यो अनुसार चाहिँ एउटा देखेँ, एउटा हुन्छ नि किनकि अब भगवान्हरूको पनि कति धेरै भगवान्हरू छ नि त, हामीलाई थाहा पनि छैन। अब जो रुद्रयानी भगवान् थाहा त थियो, तर अब त्यस्तो अब लिरिक्स बुझिसकेपछि चाहिँ ए ल यस्तो पो रहेछ भनेर चाहिँ भयो क्या मलाई चाहिँ होइन। हाम्रो यो के भन्छ काठमाडौँको कथा हो कि के भन्ने दाइ पनि हुनुहुन्छ कि, उहाँले चाहिँ के भन्छ त्यो भिडियोहरू बनाउँछ कि, त्यो कसरी है त्यो ब्रेकडाउन गरेको थियो रुद्रयानी भगवान्को, ठ्याक्क ब्रेकडाउन गर्नुभएको थियो। मलाई कस्तो है मैले त बुझ्ने रहेछ, अलिकति स्लो डाउन गरेर अलिकति उ गऱ्यो भने चाहिँ यो त बुझ्ने रहेछ भनेर चाहिँ मलाई फिल भयो कि त्यस्तो खालको हो नि। एकदमै अब त्यही हो, एकदमै खुसी कुरा यो त। हाम्रो बाजेको पनि बाजेदेखि होइन त्यो दाफामा गाइने भजनहरू, जुन भजन गीतहरू चाहिँ पहिला अब हामीले सुनेको होइन, पहिला इन्डिया पाकिस्तानहरूबाट त्यहाँ वारहरू यताउता भइरहँदाखेरि होइन, अनि सबैजना धेरैसो म्युजिसियनहरू सिङ्गरहरू चाहिँ नेपाल आएर लुक्नु भएको थियो अरे, यहाँ शरण लिएर बस्नु भएको थियो अरे। अनि ठाउँ ठाउँमा उहाँहरू गएर बसेर अनि उहाँलाई त अब त्यो त उहाँहरूको संस्कारमै छ नि त, म्युजिक भनेको त यति राम्रो उहाँहरूले सिकेर होइन त्यो बेलादेखि नै म्युजिकलाई माया गर्नुहुन्थ्यो उहाँहरूले। अनि उहाँले जहाँ जुन ठाउँमा बस्नुभयो आफूले सिकेको कुराहरू सिकाउनु पनि हुन्थ्यो र यताबाट सिकेर पनि जानुहुन्थ्यो, मैले जहाँसम्म सुनेको अनुसार होइन। अब हाम्रोमा गाइने दाफाहरू उहाँलाई त कस्तो अचम्म लाग्छ नि त होइन। उहाँले त अब गीत सङ्गीत बुझेर त्यसलाई एउटा भन्नु एउटा नोटेसनमै लेख्न सक्ने क्षमता छ नि त उहाँहरूलाई होइन, पहिल्यैदेखि नै। जस्तो अब जुन गीत गाइरहेको छ त्यसको नोटेसन अब उहाँले लेख्न सक्नुहुन्थ्यो। त्यो कुराहरू हाम्रो नेपालमा बाजेहरूको पालामा थिएन। उहाँले त अब पहिलादेखि गाइँदै आएको, आफ्नो बुवाले गाएको, बाजेले गाएको यसरी नै गाउने भन्दै त्यो प्र्याक्टिकली मात्रै भनौँ न, थ्योरिकली त्यो केही पनि उसमा रेकर्डमा छैन कि कसरी गाउने भन्ने कुरा होइन। त्यो कुराहरू त अब बाहिरबाट आउनुभएको एउटा म्युजिसियनहरूले चाहिँ यस्तो यस्तो गाइँदो रहेछ, यसलाई चाहिँ यस्तो यस्तो भनेर उहाँहरूले पुरा त्यो नोटेसनै बनाएर होइन
अनि आफ्नो लिएर ठाउँमा जाँदाखेरि त त्यो कुरा उहाँहरूको रेकर्ड भयो नि त। अब त्यो कतिपय हाम्रो यताको दाफा भजन भनौँ या चरिया गीतहरू भनौँ होइन, धेरै गीतहरू चाहिँ उहाँले त्यसरी रेकर्ड राख्नुभएको छ र त्यहाँ गएर उहाँले आफ्नो बनाएर त्यहाँ युज गरिराख्नु भएको पनि छ भनेर चाहिँ सुनेको छु मैले होइन। त्यस्तो रेकर्ड गर्ने अनि रेकर्ड बनाउने त्यो सिस्टम चाहिँ हाम्रोमा नेपालमा अहिलेसम्म पनि छैन नि त होइन। त्यो नोटेसन बनाएर राख्ने, नोटेसन हेरेपछि यो यसरी गाइन्छ भन्ने थाहा हुन्छ नि त, त्यो पनि छैन नि त हाम्रोमा त होइन। अनि सुनेको भरमा गाइने त्यस्तो हो नि त। अनि जब अब के अरे हाम्रो कुमार सागरजीले होइन त्यो भजनको एक टुक्रा ल्याएर अनि गीतमा आफ्नो गीतमा राखेर होइन त्यसरी गाउनुभयो, त्यो त अब यो त रेकर्डै भयो नि त होइन, जसले पनि गाउन सक्छ नि त अब होइन। त्यो भएर चाहिँ अब हामीमा भएको यस्तो भजनहरू जस्तो अब क्लासिकल म्युजिक भनेर हामी जति पनि सुन्छौँ अहिले, अब यो इस्टर्न म्युजिकलाई क्लासिकल म्युजिक होइन भनेर हामी सिक्छौँ, तर हाम्रो नेपालमा पनि कति थियो होला क्या पहिला। त्यो चाहिँ एउटा रेकर्ड एउटा त्यो होइन यस्तो भनेर छैन नि त है। त्यो एउटा चाहिँ मैले एउटा एक्चुअली ऊ पनि हेर्नु हार्दिक त्यहाँ राजामती कुमतीको एउटा गीत राखेको थियो। त्यो मेन जुन चाहिँ सङ छ त्यसलाई चाहिँ एकजना इन्डियन सिङ्गरले चाहिँ उसको भर्जनमा गाएको छ कि, अनि त्यो चाहिँ मलाई कस्तो लाइक हुन्छ नि डिफ्रेन्ट लाग्यो, किनकि अब उसले नेवारी बोल्दैन, तर त्यो आई थिङ्क त्यो एउटा उसको लागि चाहिँ उसले सिकेको पनि उसले लोकल्सहरूसँगै गएर सिक्यो होइन। अब म चाहिँ क्या लाइक हुन्छ नि, किनकि एउटा अस्ति भिडियो पनि देखेको थिएँ, आई थिङ्क मुस्लिम पाकिस्तानी हुन्छ नि बुवाको एज जस्तो हो, उहाँले चाहिँ नेवारी बोलिरहेको थियो कि फुल मखनतिर होइन त्यहाँहरू पनि ल म त क्या एकछिन सक्ड अनि क्या खुसी मन लाग्यो राजामती कुमती भनेर टाइप। सो उसको भर्जनमा तल जाउँ त, तपाईँले यो सुन्नु भएको छ कि छैन तल, यही हो उहाँको चाहिँ कस्तो त्यहाँ हिस्ट्री पनि लेखाएर रहेछ क्या, म त्यहाँ हिस्ट्री चाहिँ भनेर भयो कि मलाई चाहिँ। सो उसले चाहिँ यो अब यो उसको बजेटमा चाहिँ होइन बजेट धेरै नगरे पनि इट्स जस्ट लाइक उसलाई जस्ट उसले गयो सिक्यो अनि हुन्छ नि धेरै बजेट पनि लागेको थिएन जस्तो लाग्यो यसको लागि, अनि उसले बनायो अनि एकदम पपुलर भयो कि यो सङ त्यसमा। अनि लाइक ल यार अरू मान्छेहरूले आएर पनि हाम्रो एउटा हुन्छ नि जुन चाहिँ सङलाई लिएर गइरहेछ अनि उनीहरूको लिइरहेछ उनीहरूलाई क्या खतरा लाग्यो कि यो एउटा चाहिँ। यो त एकदमै खुसीको कुरा होइन, अब यति धेरै पपुलर छ हाम्रो म्युजिक भन्ने थाहा भयो नि त, थाहा पाइन्छ होइन। उहाँले यो गीतलाई यसरी अब बुझ्दै नबुझेर पनि होइन प्रोनाउन्सिएसन अब कता के नमिले पनि नेवा भाषाको गीतलाई माया गर्नुभएको नि त उहाँले होइन, त्यसरी लिनुपर्छ त उहाँलाई त हामीले धन्यवाद दिनैपर्छ। अब उहाँ इन्डियाको पनि एउटा भन्न हिन्दी पनि होइन अर्कै भाषा बोल्ने मान्छे भएर पनि होइन बुझ्दै नबुझ्ने भाषालाई यसरी माया गरेर यतिको गाइदिनु पनि हाम्रो लागि ठुलो कुरा हो। अब उहाँलाई यो नेवा भाषा नेवा कल्चर होइन यस्तो हुनुपर्छ, अझ उहाँलाई अझ नेवा कल्चर यस्तो हुनुपर्छ, नेवा बस्ती भएको ठाउँमा गएर गाउनुपर्छ होइन, अब नेवा कल्चर देखाउनुपर्छ भन्ने कुरा अझ ज्ञान भएको भए झन् कति राम्रो हुन्थ्यो होला। उहाँलाई त खासै केही पनि थाहा छैन नि त, यो त नेपालको एउटा गीत हो भनेर गाउनु भयो होला सायद उहाँले होइन। अझ त्यो भित्री त हाम्रो त अझै कहाँ छ नि त्यो होइन भित्र। राजामतीको स्टोरी पनि त एकदम फेमस छ हजुर, त्यो स्टोरी त्यो किनकि मलाई बाख्रामा पहिला के भन्छ ग्रान्ड ममले सुनाउनुहुन्थ्यो राजामतीको, अनि त्यसपछि यो गुरुमापाको होइन उनीहरूको सुनाउनुहुन्थ्यो, अनि मलाई अझै पनि याद छ। अब ठ्याक्क फुल चाहिँ याद छैन तर त्यस्तोहरू पनि स्टोरिजहरू हुन्छ नि
एकदम फोक स्टोरिजहरू टन्नै छ हाम्रो नेवारहरूको पनि होइन तपाईँलाई के याद छ फोक स्टोरिज तपाईँले सुनेको मलाई चाहिँ अलिअलि त याद छ है त्यो खासै धेरै याद त छैन हाम्रो हजुरआमाले भन्नुहुन्थ्यो कि हाम्रो उताकै त्यो चापागाउँमै एउटा त्यो त्यस्तो स्टोरी थियो अरे त्यस्तो हुन्थ्यो अरे भनेर सुनाउनु भएको थियो अनि गरिब के अरे छोरीहरू 3-4जना हुन्छ होइन अनि सबै छोरीहरू चाहिँ धनीसँग बिहा गरेर जान्छ धनी हुन्छ अनि एउटा छोरी चाहिँ गरिबसँग पर्छ अनि त्यो गरिब छोरीलाई चाहिँ बाआमाले नै नबोलाउने होइन त्यो नक्तिया हुँदाखेरि जात्रामा यताउता पनि नबोलाउने लाज हुन्छ भनेर अनि अरू धनी छोरीहरूलाई चाहिँ बोलाएर खुवाउने त्यस टाइपको त्यसको सर्ट मुभी पनि बनाएछ जस्तो लाग्छ मलाई होइन अनि त्यस्तो त्यो कथा चाहिँ सुनेको थिएँ मैले मलाई पनि अब गुडमा त्यो के भन्छ आउँछ अनि बच्चाहरूलाई खान्छ होइन अनि उसको लागि भनेर चाहिँ जहिले पनि एउटा डे अफ द इयर चाहिँ उसलाई चाहिँ टन्न फिस्ट खुवाउने भनेर चाहिँ अझै बाखामा चाहिँ मलाई सुनाउनु हुन्थ्यो कि माले चाहिँ अनि त्यो चाहिँ त्यस्तो याद हुन्छ त्यस्तो सोच्यो भने चाहिँ ल यार त्यसलाई चाहिँ अझै स्पटलाइटमा ल्याउनु पाए हुन्छ नि त्यस्तोहरू चाहिँ कस्तो रमाइलो हुन्थ्यो जस्तो लाग्छ क्या मलाई चाहिँ त्यस्तो खालको चाहिँ अलिकति सो द्याट मान्छेहरूले पनि सुन्नुहोस् हुन्छ नि हाम्रो पनि त यस्तो स्टोरिज थियो हाम्रो पनि त फोक स्टोरिजहरू टन्नै छ भन्ने हिसाबमा कि हो नि धेरै छन् त्यस्तो अब मलाई अहिले ठ्याक्कै चाहिँ याद आएको छैन अब जस्तो हाम्रो बज्रबाराई माईको बारेमा नि अलिअलि मैले सुनेको छु त्यो अब धेरै राम्रोसँग त मैले त्यति सुन्न पाएको छैन अलिअलि अब त्यहाँ हाम्रो बज्रबाराई माको जङ्गलको बाहिर झरेको त्यो जङ्गलभित्रको पातहरू सबै भित्रै जान्छ क्या अनि एउटा पात पनि बाहिर हुँदैन अनि त्यो चाहिँ कसरी भित्र गयो होला भनेर हामीले सोच्थ्यौँ अहिले पनि त्यस्तै हुन्छ त्यहाँ त्यो पातहरू होइन त्यो जङ्गलको एरियाभन्दा बाहिरै त्यो हाँगाहरू धेरै आएर बाहिरै खस्छ होला नि त तर बाहिर देख्दैन पातहरू भित्रै जान्छ भन्ने खालको त्यस्तो कुराहरू पनि सुन्छु क्या अचम्म लाग्छ अनि त्यस अब अनि त्यो जङ्गलभित्रको एउटा पात पनि हामीले घरभित्र लानु हुँदैन टाइपको त्यस्तो कुराहरू पनि सुन्थ्यो क्या हामीले हुन त अब त्यो बेलामा अब जङ्गलमा होइन धेरै त्यो काठहरू चोरी हुने यताउता त्यो जङ्गल सकिन्छ भनेर त्यो ल्या पनि होला हुन त तर त्यहाँको लगेपछि चाहिँ घरमा अब जुन घरमा त्यो पातहरू एउटा पात मात्रै लगाएको छ नि त्यो घरमा पनि राम्रो हुँदैन भन्ने टाइपको त्यस्तो पनि सुनेको के अब त्यो के हो थाहा छैन होइन अनि एउटा मान्छेले मलाई कसले भन्यो त्यो बज्रबाराईमा अब धेरै त्यो पिकनिकहरू आउने गर्नुहुन्छ नि त धेरै टाढाबाट अनि एउटा मान्छेलाई चाहिँ त्यो जङ्गलभित्रको त्यो इन्डोर प्लान्ट हुन्छ नि त्यस्तो खालको पनि धेरै छ कि त्यहाँभित्र एउटा चाहिँ टिपेर लग्नु भएको रहेछ अरे नदेख्ने गरी अब उसले सुनेको होला नि त यहाँको टिपेर लानु हुँदैन भनेर या अब थाहा नभएर पनि हुनसक्छ हो यो कस्तो राम्रो भनेर लग्नु भयो होला लगेर खै बाटोमै कि घर नपुग्दै कि कस्तो एकदमै नराम्रो त्यो के घटनाहरू घट्यो अरे त्यसपछि अनि घटनाहरू त्यस्तो एकदमै गाह्रो त्यो के सिचुएसन आइसकेपछि अनि एकजनाले चाहिँ सोध्नु भयो तिमीहरूले कुनै त्यो के अरे जङ्गलभित्र बज्रबाराईमाको जङ्गलभित्रको केही सामानहरू ल्याएछ भनेर सोद्धाखेरि चाहिँ मैले ल्याएको छु एउटा प्लान भनेर भन्नुभयो अरे ल कुरोको त्यहाँ लगेर राखिहाल त भनेर फेरि फर्केर आएर त्यहाँ राखेर जानुभएको अरे भन्ने त्यो कुरा पनि मैले सुनेको छु इन्ट्रेस्टिङ अलिकति हुन्छ नि हाम्रो अब हामीले त अब कति हरर मुभिजहरू हेरेर आउँछ अब त्यसलाई डकुमेन्ट गर्नु पाएँ अथवा त्यस्तैलाई मेन स्ट्रिम ल्याउनु पाएँ कति रमाइलो हुन्थ्यो जस्तो लाग्छ होइन अब सानो एउटा लास्ट क्वेसन इन टर्म्स अफ होइन अब जसलाई अब नेवारी गीत गाउनु मन छ अथवा जो यो स्ट्रिममा लागिराख्नु भएको छ उहाँहरूलाई चाहिँ के एउटा टिप दिनुहुन्छ अथवा के भन्नु चाहनुहुन्छ अनि प्लस अब उहाँहरूले चाहिँ कसरी आफ्नो एउटा करियर चाहिँ बनाउन सकोस् भनेर के दिन चाहनुहुन्छ भने नोटिस त्यही अब म्युजिकलाई चाहिँ म्युजिकबाटै हो हामीले आफ्नो कल्चरलाई पनि जोगाउन सक्छौँ होइन म्युजिकबाट नै हामीले आफ्नो भाषालाई
माथि पुर्याउन सक्छौँ, कल्चर जोगाउन सक्छौँ। त्यही भएर चाहिँ अब म्युजिकलाई एउटा यस्तो माध्यम बनाउनुहोस् होइन। तपाईँले अब एकछिनको रमाइलोको लागि मात्रै नसोच्नुहोस् भन्छु म चाहिँ होइन। एकछिन रमाइलो गर्ने, यो नाचगान गर्ने एउटा म्युजिकलाई चाहिँ मनोरञ्जनको एउटा साधन मात्रै चाहिँ नसोच्नुहोस्। यसलाई अलिकति बुझेरै होइन, सिकेरै म्युजिक सम्बन्धी ज्ञान लिएरै आउनुहोस्, ताकि धेरै समयसम्म टिक्न सकियोस्। सो निशाजी, थ्याङ्क यू सो मच फर कमिङ अन टु द पडकास्ट होइन। मैले धेरै कुरा सिकेँ इन टर्म्स अफ म्युजिक होइन, अनि पर्सपेक्टिभ, अनि बेस्ट विसेस फर तपाईँको मेरो भोइस होइन। मेरो भोइस युनिभर्स युनिभर्सको लागि बेस्ट विसेस होइन। थ्याङ्क यू सो मच फर कमिङ अन टु द पडकास्ट। हस्, थ्याङ्क यू साथजी। अनि हाम्रो टेक्निकली सपोर्ट गर्नु हार्दिकलाई पनि धेरै धन्यवाद। र यो पोडकास्ट जसले हेर्नुहुन्छ होइन, हेरिराख्नु भएको छ, सबैलाई धेरै धेरै मेरो तर्फबाट धन्यवाद। मलाई माया गरिदिनु होला, यहाँहरूको आशीर्वाद दिइराख्नु होला, अझै अगाडि बढ्न सकौँ होइन। मैले पनि अब सकेसम्म निरन्तरता दिने कोसिस गरिरहेको छु, आफूलाई अझै माझ्ने, आफूलाई अझै अगाडि बढाउने किसिमले मैले कोसिस गरिरहेको छु। अब हेरौँ कहाँसम्म सकिन्छ होइन। यहाँहरूको सबैजनाको माया र सपोर्ट, आशीर्वादको अपेक्षा गर्दछु। सबैजनाले माया गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू।